नमस्ते। आज चाहिँ मैले JLPT N4 को ग्रामरको फुल भिडियो लिएर आएको छु है। यो एउटा भिडियो हेरेर फुल हुन्छ नि JLPT N4 को ग्रामरहरू चाहिँ सबै लर्न गर्न सक्नुहुन्छ। लास्टसम्म हेरेर साथ दिनु होला है। अनि यो भिडियो चाहिँ कसले हेर्ने भनेर भन्दाखेरि चाहिँ N5 सकेर N4 को तयारी गरिरहनु भएका स्टुडेन्टहरू, अनि अर्को भनेको चाहिँ एन्सानका स्टुडेन्टहरू पनि। एन्सानका स्टुडेन्ट किन भनेर भन्दाखेरि पहिला पढेको कुराहरू, कन्फ्युजिङ कुराहरू, जुन चाहिँ अलिक छुटेका कुराहरू पनि हुन्छ, रिफ्रेस हुँदै जान्छ है। N4 को कुरा नआइकन एन्सान एकदमै गाह्रो पनि पर्ने भएर अलिकति रिफ्रेस भएर हैन N4 को कुराहरू पनि राम्रोसँग लर्न गरेर जाँदाखेरि अझ बेटर हुन्छ है। त्यही भएर एन्सानका स्टुडेन्टले पनि मस्ट पढ्ने के अरे हेर्नै पर्ने भिडियो हो है। अनि एन्सान र N2 को चाहिँ अलरेडी त्यो ग्रामरहरूको फुल भिडियो चाहिँ बनाइसकेको छु, हेर्न सक्नुहुन्छ है। अनि नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्न नभुल्नु है त। ओके, सुरु गर्न गएँ। सुरुको ग्रामर हेर्नु होला। आइदा भन्ने ग्रामर हो। अब खान्जीमा धेरै जसो लेखाइमा आउँछ। यसको मिनिङ हुन जान्छ बेला भन्ने यस्तो मिनिङ हो है। अब स्ट्रक्चर हेर्ने हो भने डिक्सनरी भर्ब अथवा नाउनको नो प्लस आइदा भन्ने चाहिँ यसको स्ट्रक्चर हो। अब स्ट्रक्चर भन्दा पनि यसको चुखाइकाता र मिनिङमा चाहिँ अलिकति फोकस गर्दा अलिक बेटर होला है। किनकि स्ट्रक्चरहरू तपाईँ यति धेरै ग्रामरको स्ट्रक्चर सबैको कन्ट्रोल गरेर साध्य लाग्दैन। सुरुमा चाहिँ मिनिङ राम्रोसँग जानुभयो भने बिस्तारै बिस्तारै स्ट्रक्चर पनि बिस्तारै बानी पर्दै आउँछ है त। ओके, यसको इक्जाम्पलले प्रस्ट्यौँ। इचिबानको हेरौँ ल। देन्स्यानी नोत्ते इरु आइदा जुत्तो ओन्गाकु ओ किकिमासिता। ट्रेन चढिरहेको बेला लगातार गीत सुने भन्ने यस्तो मिनिङ हो है। बेला भन्ने यस्तो मिनिङ हो। खान्जीहरू पनि अब सानसानो खान्जीहरू आछन् है। सानसानो भन्ने अब N4 को लागि गाह्रै होला हुन त हैन। त्यही पनि यो यतिको खान्जी चाहिँ अब N4 कोले पनि जान्नै पर्ने भएर ओन्गाकु है, यो चाहिँ जानौँ है त। है, त्यस्तै अर्को नेक्स्ट छौँ। गाक्को नि इरु आइदा वा स्माहो ओ चुखात्ते वा इकेमासेन। स्कुलमा हुने बेला मोबाइल चलाउन मिल्दैन। सो बेला भन्ने यस्तो मिनिङ हो क्या। कुनै त्यो टाइममा, त्यो हुने बेलामा हैन, जाने बेलामा, त्यस्तो बेलामा है त। है, नेक्स्ट छौँ। आइदा नि भन्ने यस्तो मिनिङ हो। यसको नि अब बेला अथवा बेलामा भन्ने यस्तो मिनिङ हुनु, डट केही ह्यापन हुनु क्या, केही हुनु। यसको चाहिँ त्यसको हिन्ट हो। जस्तो कि अब डिक्सनरी भर्ब यहाँ यो मैले खान्जी देखाएको छु नि त ब्राकेटमा। यसको अर्थ हो फुचुको खान्जीको फु हो यो है। यो अब फुचुके भन्छ नि, फुचुके। यो सबै मैले यही नै लेख्छु है। के अरे डिक्सनरी भर्ब, के अरे भर्बको चाहिँ फुचुके हो है। भर्बको चाहिँ फुचुके हो यो। अनि एडजेक्टिभ भयो, नाउनको नो प्लस अब आइदा नि भन्ने चाहिँ यसको स्ट्रक्चर हुन जान्छ। यो आउने बित्तिकै फुचुके भनेर सम्झिनु होला है त। फुचुके भने त थाहा छ है। अब भर्बको रुट फर्म पनि फुचुके हो, ता फर्म पनि फुचुके हो, अनि त्यस्तै गरी नाइ फर्म पनि फुचुके नै हो है। अर्को ओके, फर्स्टको इक्जाम्पल हेरौँ। कोनो आइदा। कोनो आइदा भनेको अस्ति न कुनै दिन भन्न खोजेको है। वातासी वा खाइमोनो सितेरु आइदा नि जितेन्स्या गा नुसुमारेता। अस्ति न म सपिङ गरेको बेलामा साइकल चोरी भयो। अनि के भने त्यहाँ हिन्ट, बेलामा त बेलामा नि हो मिनिङ, तर केही हुनु के भयो त, जितेन्स्या चाहिँ नुसुमारेता। नुसुमारेता नुसुमिमासबाट आएको यो। त्यो भनेको चोरी हुनु, चोरी भयो भन्ने यस्तो मिनिङ भयो प्यासिभ भोइसमा है। है, चोरी भयो, ह्यापन भयो नि त, त्यो भएर है। है, नेक्स्ट छौँ। निहोन नि इरु आइदा नि निहोङ्गो गा ज्योजु नि नारिताइ देस। है, जापानमा हुने बेलामा जापानिज भाषा चाहिँ राम्रो हुन मन छ। केही हुन मन पर्छ, केही बन्न मन छ हैन, अथवा केही हुन्छ नि अब समथिङ ह्यापन भयो, त्यस्तो कुराहरूमा चाहिँ आइदा नि भन्ने ग्रामर चाहिँ यसरी लाग्छ है त। यति चाहिँ जानु होला। मिनिङ चाहिँ बेलामा अथवा बेला जसरी बुझ्दा पनि हुन्छ। ठिक छ। है, नेक्स्ट छौँ। आम्मारी डट नाइ भन्ने ग्रामर। यसको मिनिङ भनेको खासै छैन, होइन भन्ने यस्तो मिनिङ लाग्छ। ठिक छ। आम्मारी स्ट्रक्चर त सहिले छ। आम्मारी अब भर्बको नाइ फर्म अथवा एडजेक्टिभको नाइ फर्म हो। फर्स्टको हेरौँ। सोनो माचुरी। माचुरी भनेको फेस्टिभल है। माचुरी नि आम्मारी इतोगा इमासेन देस्ता। त्यो फेस्टिभलमा चाहिँ खासै मान्छे थिएनन् भन्ने यस्तो मिनिङ। सो आम्मारी आयो, पछाडिपट्टि नाइ फर्म आउँछ। नाइ फर्म भनेको मासेन पनि नाइ फर्म नै हो है। सो त्यही भएर मासेन आयो। मासेन देस्ता पास्ट नेगेटिभ पास्ट हो है। त्यो माचुरी एउटा फेस्टिभल चाहिँ आएर गरेको थियो, त्यहाँ चाहिँ खासै मान्छे थिएनन् भन्ने यस्तो मिनिङ हो है। त्यस्तै अर्को छौँ। निहोङ्गोगा आम्मारी वाखारिमासेन। जापानिज भाषा खासै बुझ्दिन मा गयो। ठिक छ। खासै बुझ्दिन, खासै खाँदिन, म खासै खाना खाँदिन हैन, खासै हिँड्दिन, खासै गीत सुन्दिन हो, त्यस्तो मिनिङमा आम्मारी नाइ भनेर यो ग्रामर लाग्छ।
नेक्स्ट छौँ आतोदे त N5 मा पनि सुनिरहनु भयो होला आतोदे भनेको त्यसपछि हैन भने जस्तो मिनिङ हो भर्बको ताफम अथवा नाउनको नोसँग धेरै आउँछ आतोदे भन्ने लाग्ने भयो ग्रामर पनि याद गर्नु होला है हाई ओके फर्स्टको हेरौँ सिगोतो गा ओवात्ता आतोदे गोहान ओ ताबेनी इकिमास काम सकिएपछि खाना खान जान्छु त्यो सकिएपछि भन्ने जस्तो मिनिङ ओवात्ता आतोदे हाई अर्को हेरौँ ओसाके भन्छ है रक्सी ओसाके ओ नोन्दा आतोदे उन्तेन देकिमासेन उन्तेन भनेको ड्राइभिङ है रक्सी पिइसकेपछि ड्राइभिङ गर्न सक्दिन गर्न हुँदैन भन्ने जस्तो मिनिङ गर्न मिल्दैन त्यस्तो मिनिङ भएको है केही गरिसकेपछि भन्ने जस्तो मिनिङ हो है त है ओके अर्को जाउँ बा भन्ने फर्म हो यदि डट भने भएमा भन्ने जस्तो मिनिङमा आउँछ बा फर्म अब यो चाहिँ स्ट्रक्चर हेर्नु होला नि ग्रुप 1 ग्रुप 2 ग्रुप 3 अनुसार नि फरक पर्छ एडजेक्टिभ अनुसार नि फरक पर्छ हेरौँ है त ग्रुप 1 मा छ इको छ नि इकेबा गयो भने भन्ने जस्तो मिनिङ हो यदि गयो भने हैन ताबेरो भनेको ताबेरेबा यदि खायो भने भन्ने जस्तो मिनिङ गयो यो ग्रुप 1 ग्रुप 2 ग्रुप 3 अनुसार छुट्याउने तरिकाहरु पनि हेरौँ है इकोको इकेबा ए प्लस बा कुको ए साउन्डमा जाने भयो बा थप्ने भयो है ताबेरो छ रुट फर्म रु हटाएर रेबा जोड्दिने हो सुरुको सुरेबा कुरुको कुरेबा है यो थर्ड ग्रुप चाहिँ अब ई एडजेक्टिभ छ भने कस्तो हुन्छ ओ की छ ई हटाएर केरेबा जोड्दियो अनि त्यसरी ना एडजेक्टिभ छ भने बिन्द्री नाराबामा जाने भयो ठीक छ दे आरेबा जस्तोमा जाने भयो दे आरेबा अथवा नाराबा फर्ममा जान्छ ठीक छ ओके फर्स्टको एक्जाम्पल हेर्नु एउटा है माइनिची रेन्स्यु सुरेबा निहोंगो गा जोजु नारिमास है प्रत्येक दिन प्र्याक्टिस गरेमा अथवा गर्यो भने गरेमा जसरी बताइन्छ है जापानिज भाषा ट्यालेन्ट हुन्छ भन्ने यस्तो मिनिङ हो है नेक्स्ट छौँ कोनो बोतान ओ ओसेबा दोवागा आकेमास है यो बटन थिच्यो भने ढोका खोल्छ भन्ने यस्तो मिनिङ त हो नि हैन ओसेबा भने थिच्यो भने ओसिमास बडाको ओसेबा है है ओके नेक्स्ट छौँ बा आइवा भनेछ बा आई भनेको चाहिँ कुनै अवस्थामा भन्ने यस्तो मिनिङ हो है अवस्थामा बा आइवा है अब भर्बको फुचुके भयो नाउनको नो ना एडजेक्टिभको ना ई एडजेक्टिभ प्लस बा आइवा भन्ने हुन्छ कति लामो छ यो स्ट्रक्चरलाई धेरै अलि टाउको दुखाउने विषय नबनाऊ मेन चाहिँ मिनिङ र चुखाइ खातामा अलि फोकस गरौँ है त है ओके फर्स्टको हेरौँ जिसिनगा ओकिता बा आइवा टेबुरु नो सितानी खाकुरेते कुदासाई जिसिनको खान्जी है यो जिसिन भुइँचालोको खान्जी है भुइँचालो आएको अवस्थामा आएको बेलामा आएको अवस्थामा क्या टेबलको मुनि लुक्नुहोस् खाकुरेते कुदासाई भनेको चाहिँ लुक्नुहोस् भन्ने यस्तो मिनिङ है है त्यसै अर्को छौँ जिखानी मानिआवानाई बाइवा रेनराकुसिते कुदासाई सो आवानाई मानि आवानाई भनेको नभ्याउनु है सो समयमा नभ्याउने अवस्थामा कन्ट्याक्ट गर्नुहोस् भन्ने यस्तो मिनिङ है रेनराकुको खान्जी पनि याद गरौँ है रेनराकु भनेको कन्ट्याक्ट हो नि त हैन कन्ट्याक्ट गर्नुहोस् है नेक्स्ट जाउँ अर्को भनेको ताबाखारी भन्ने ग्रामर है ताबाखारी मिनिङ के हुन जान्छ त्यसको ताबाखारीको भर्खर भन्ने यस्तो मिनिङ है भर्खर ठीक छ अब स्ट्रक्चर त के ता भन्दिहाले ताबाखारी भनेको भर्खर अथवा नाउन अथवा भर्बको ते फर्मसँग आयो भने चाहिँ मात्र भन्ने जस्तो मिनिङ लाग्छ हो यो चाहिँ स्ट्रक्चर पनि कन्ठै गर्न पर्यो ठीक छ मैले स्ट्रक्चरलाई धेरै फोकस नगर्नु भनेको थिएँ तर यसमा चाहिँ मिनिङै फरक पारिदिनु भयो स्ट्रक्चर अनुसार भनेपछि कन्ठै गर्नु पर्यो है भर्बको ता फर्ममा आयो भने भर्खर लाग्ने भयो नाउन अथवा भर्बको ते फर्ममा आयो भने मात्र भन्ने मिनिङ लाग्यो यति हो अरु कुनै पनि स्ट्रक्चरमा आउँदैन यो बाखारी भन्ने ठीक छ फर्स्टको हेरौँ इमा खाइते किता बाखारिस अहिले भर्खर फर्केर आएको सो ता फर्ममा आयो नि त त्यही भएर भर्खरमा गयो के अहिले भर्खर फर्केर आएको त्यसैगरी सिगोतोगा वात्ता बाखारिस काम भर्खर सकियो हो यस्तो अवस्थामा यसरी लाग्ने भयो भर्खर भनेर है त्यसैगरी मात्रको पनि जाउँ न त है मुसुको वा तेरेबी बाखारी मितेरु छोरा टिभी मात्र हेरिरहन्छ सो मात्रमा गयो नि त टिभी हैन टिभी भनेको के हो नाउनमा आयो त्यही भएर अर्को जाउँ ओतोतो वा माइनिची आसोन्दे बाखारीहरु भाइ सधैँ खेली मात्र रहन्छ सो मात्रै भन्ने मिनिङमा गयो है हैन त यहाँ ते फर्म भयो यहाँ यो नाउनमा आयो
नाउन अथवा त्यही फर्ममा आयो नि मात्रको मिनिङ लाग्यो नि त भाकरी भनेको है त्यही भएर मात्रको मिनिङमै आयो है मात्र ठिक छ है次行きましょうだけでभन्ने मिनिङ छ दाकेदे भनेको मात्र पनि भने जस्तो मात्र भने जस्तो मिनिङ हो सुखाइकाता र स्ट्रक्चर हेरौँ स्ट्रक्चर त फुचुके याद छ एउटा अनि अर्को भनेको चाहिँ नाउनसँग दाकेदे फर्स्टको हेरौँ खानोजो नि आउ दाकेदे उरेसिको नारु उनीसँग भेटे मात्र पनि खुसी लाग्छ भेटे मात्र अथवा भेटे मात्र पनि जसरी बुझाउनु हुन्छ है त्यो चाहिँ अलिकति भन्ने शैली हो है भेटे मात्र उनीसँग भेटे मात्र कति खुसी लाग्छ हैन त्यस्तो मिनिङ हो है त्यस्तै अर्को छौँ सिगोतो नो कोतो ओ खानगाएरु दाकेदे आतामागा इताई कामको कुरा सोचे मात्र पनि टाउको दुखेर आउँछ टाउको दुख्छ त्यो सेन्स हो है मात्र पनि भन्ने जस्तो मिनिङ मात्र अथवा मात्र पनि त्यही हो मिनिङ है अर्को छौँ दासु भन्ने ग्रामर दासु सबमिट गर्नु भनेर भन्नु होला है यो चाहिँ ग्रामरमा आउँछ सुरु गर्नु भन्ने जस्तो मिनिङमा आउँछ कसरी आउँछ त हेरौँ स्ट्रक्चर यसको जान्नै पर्छ भबको मास हट्छ अनि दासु जोड दिने हो क्या ठिक छ अरूमा आउँदैन भबको मास फर्म हुन्छ नि है मासम हटाउने अनि दासु जोड दिने ठिक छ जस्तो कि फर्स्टको इक्जाम्पल हेरौँ आमेगा क्युनी फुरिदास्ता पानी अचानक पर्न सुरु गर्नु भन्ने जस्तो मिनिङ हो नि त सुरु गर्यो पास्ट फर्ममा आयो त्यही सुरु गर्यो भन्ने आमेको र क्युनीको खान्जी अनि फुरिमासको खान्जी चाहिँ याद गर्नु पर्यो है खान्जी समेत याद गरौँ किनकि एन्फोकै लेभलकै खान्जी हुन् यिनीहरू चाहिँ है त्यस्तै अर्को इक्जाम्पल हेरौँ बासुनो नाखा आखा च्यान भन्छ है आखाइको खान्जी हो नि त आखा च्यान भनेको चाहिँ बेबी हो है का नाकी दासिता बसभित्र चाहिँ बेबी हैन सानो बच्चा चाहिँ रुन थाल्यो रुन चाहिँ स्टार्ट गर्यो सुरु गर्यो भन्ने जस्तो मिनिङ हो है ठिक छ त्यही भएर दासु भन्ने ग्रामर यसरी युज गर्यो है नेक्स्ट छौँ डेमो भन्ने ग्रामर हो डेमो भनेको तर त हो तर यसमा चाहिँ भए पनि भन्ने जस्तो मिनिङ पनिको रूपमा आउँछ क्या डेमो भन्ने फर्ममा आउँछ नाउन प्लस डेमो भन्ने जस्तो मिनिङ जस्तो कि कुनै अब इक्जाम्पल दिँदाखेरि प्रयोग गर्ने ग्रामर हो नर्मल्ली आचुई कारा चुमेताई मिजु डेमो नोमिमास्का गर्मी भएकोले चिसो पानी भए पनि पिउनुहुन्छ पानी भए पनि हैन कुनै अब इक्जाम्पल दिएर हैन नाउन प्लस डेमो हो क्या पानी भए पनि हैन चिया भने पनि पिउनु हुँदैन खानु हुँदैन हैन त्यहाँसम्म भए पनि जाने हैन मा इरो खाइमास फर्स्टको हेरौँ एकचोटि सेकेन्डको हेरौँ निकुगा किराईको खान्जी है यो किराईको खान्जी अलिक गाह्रो छ है किराई नारा किराई भएमा भन्ने जस्तो मन नपर्ने भएमा भन्ने जस्तो साउन्ड दिन्छ नाराले चाहिँ पछि आउँछ होला हामीले पढ्न तामागो खान्जी है तामागो डेमो दो देस्का मासु चाहिँ मन नपर्ने भए अन्डा भए पनि कस्तो होला सो एउटा इक्जाम्पलको रूपमा क्या अन्डा भए पनि हैन अन्डा भए पनि कस्तो हुन्छ मासु नखाने भए हैन मन नपर्ने भए त्यस्तो मिनिङमा क्या है त्यस्तै अर्को छौँ गा हिचुयो है हिचुयो भनेको आवश्यक पर्नु भन्ने जस्तो मिनिङ आवश्यक छ चाहिन्छ भन्ने जस्तो मिनिङमा आउँछ है नाउन प्लस गा हिचियो दा है ओके फर्स्टको हेरौँ गक्कोए इकु तामेनी जितेन्स्याको खान्छ है जितेन्स्यागा हिचियो देस है स्कुल जानको लागि साइकल आवश्यक पर्छ आवश्यक छ भन्ने जस्तो मिनिङ हो है आवश्यक चाहिन्छ भनेर बुझ्दा पनि केही फरक पर्दैन है नेक्स्ट छौँ खान्जी हो ओबेरु नोनी रेन्स्युगा हिचियोदा सो खान्जी चाहिँ सम्झिनको लागि प्र्याक्टिस चाहिन्छ भन्ने जस्तो मिनिङ है प्र्याक्टिस रेन्स्यु है त्यही हो खान्जी हुन त त्यही नै हो है खान्जी सम्झिनको लागि रेन्स्यु भनेको प्र्याक्टिस चाहिँ आवश्यक छ प्र्याक्टिस चाहिन्छ भन्ने जस्तो मिनिङ हो गा हिचियोदा भन्ने फर्म है अर्को छौँ गा सुरु भन्ने ग्रामर हो गा सुरुको मिनिङ चाहिँ बास्ना आउनु केही कुरा चाहिँ स्मेल आयो कुनै आवाज आयो भने त्यस्तो सुने त्यस्तो मिनिङहरुमा आउँछ गा सुरु भन्ने फर्म ठीक छ नाउन प्लस गा सुरु हो कस्तोमा युज हुन्छ त फर्स्टको हेरौँ नानीखा ताओरेतेरु ओतोगा सिता केही ताओरेरु भन्छ है यो ताओरेरु भनेको ढल्नु केही ढलेको जस्तो आवाज हैन साउन्ड चाहिँ सुनियो भन्ने जस्तो मिनिङ हो के सो त्यस्तो साउन्ड आउनु साउन्ड आयो साउन्ड सुनियो त्यस्तो मिनिङ हो त्यस्तै अर्को छौँ चिखाकुनो
मिसेदे खारेनो निवैको खान्छ है निवै अलिक गाह्रो छ निवैका सिमास्ता नजिकको पसलबाट करी है तरकारीको मिठो बास्ना चाहिँ आयो भनेर भनेको छ है सो बास्ना आउनु हैन केही कुरा सुन्नु त्यस्तो मिनिङमा गा सुरु भनेर यसरी प्रयोग गर्न पाइन्छ यो चाहिँ कन्ट्रोल गर्नु होला है कन्ट्रोल गर्नुपर्छ निवैका सिता ओतोका सिता भनेर युज गरेर हुन्छ मजाले युज गर्छ है त है ओके नेक्स्ट छौँ गारु अथवा गारा नाइदे भन्ने फर्म यसको मिनिङ हुन्छ मन लाग्नु अथवा मन नलाग्नु भन्ने यस्तो मिनिङ हो अरू कसै आफू बाहेक अरू कुनै पार्टीको अरू कुनै मान्छेको चाहिँ इच्छा आकांक्षा फिलिङ्सहरू चाहिँ भन्नु पर्दाखेरि बताउनु पर्दाखेरि प्रयोग गर्ने ग्रामर हो यो खासमा है यहाँ भन्दैछ अब ई एडजेक्टिभ छ अनि भर्बको ताई फर्म छ होसी फर्मको चाहिँ ई हटाएर गारु जोड्ने हो गारु अथवा गारा नाइदे जोड्ने हो ठीक छ त्यही भएर अरू कसैको फिलिङ्स इमोसनको बारेमा भन्नुपर्दा प्रयोग गरिन्छ त्यही हो फर्स्टको हेरौँ उचिनो इनु इनु वा यासासीको खान्छ है यासासी भनेको के हो अलिकति फ्रेन्डली छ भन्नु खोजेको है यासासी नोदे कोवा गारा नाइदे कुदासाई हाम्रो कुकुर चाहिँ अलिकति फ्रेन्डली भएकोले नडराउनुहोस् भन्ने यस्तो मिनिङ भएको है कोवाई भनेको डराउनु हो हैन अरूको फिलिङ्स भएर नडराउनुहोस् भनेर अरूलाई भने हो नि त सो आफ्नो कुरा चाहिँ गर्न मिल्दैन है त है त्यस्तै गरी अर्को जाउँ चुमा वा के हो ताबेता गात्ते इरु यो ताबेताई भन्ने फर्मबाट आएको क्या ई हट्यो हैन त्यही भएर गात्ते इरु भन्यो चुमाको बारेमा भने हो नि त उसले हैन वाइफले चाहिँ के खान मन गरिरहेकी छिन् भन्ने यस्तो मिनिङ हो है ताबेता गात्ते इरु अरूको फिलिङ्स हो नि त त्यही भएर यसरी बनायो ठीक छ है ओके अर्को जाउँ हाजिमेरु भन्ने ग्रामर हो यो पनि सुरु गर्नु भन्ने यस्तो मिनिङै लाग्छ है यो पनि भर्बको मास फर्म हट्ने अनि हाजिमेरु भनेर युज गर्ने हो लगभग अघिको दासु भन्नेसँग लगभग सिमिलर छ है त यो पनि जस्तो कि खारेवा सिगोतो यारी हाजिमेता उसले चाहिँ काम गर्न सुरु गर्यो यारी हाजिमेता भनेको काम गर्न सुरु गर्नु स्टार्ट टु है त्यस्तै अर्को छौ मादा रेउरियो चुकुरी हाजिमेते नाइनो अझै खाना बनाउन सुरु गरेको छैन भनेर कसलाई सोध्यो के चुकुरी हाजिमेते नाइनो हैन सुरु गरेको छैन यो नोले त लास्टमा काको क्वेसनको काम गर्ने हो नि त हैन फेरि क्वेसन बनाएको है त है नेक्स्ट हौ हाजुदा भन्ने ग्रामर है हाजुदा मिनिङ के हुन्छ पक्कै हुनुपर्छ भन्ने यस्तो मिनिङ आउँछ पक्कै हुनुपर्छ ठीक छ जस्तो कि अब यो स्ट्रक्चर त टर्ने छ है भर्बको अब डिक्सनरी भर्ब अथवा नाउनको नो ना एडजेक्टिभको ना अनि के अरे ई एडजेक्टिभ प्लस हाजुदा भनेर युज गर्छ अब यो स्ट्रक्चरलाई भन्दा पनि मिनिङलाई फोकस गरौँ पक्कै हुनुपर्छ भन्ने यस्तो मिनिङ हो फर्स्टको इक्जाम्पल हेरौँ खारेवा इमा इएनी इरु हाजुदा अहिले ऊ चाहिँ अहिले पक्कै घरमा हुनुपर्छ पक्कै घरमा हुनुपर्छ भन्ने यस्तो के पक्कै भन्ने यस्तो मिनिङ आयो नि त हैन पक्कै घरमा हुनुपर्छ है अर्को जाउँ क्यौवा निचियोबी दाकारा गिन्कोवा यासुमिनो हाजुदा आज आइतबार भएकोले ब्याङ्क पक्कै बन्द हुनुपर्छ पक्कै भन्ने मिनिङ आयो नि त हैन पक्कै हुनुपर्छ पक्कै बन्द हुनुपर्छ है यस्तो अवस्थामा हाजुदा यसरी युज गर्छ है त है नेक्स्ट हौ हाजुगा नाइ अघि हाजुदा थियो अलि हाजुगा नाइ भनेको गर्न सक्दैन हुन सक्दैन भन्ने यस्तो मिनिङ लाग्छ अलिकति नेगेटिभ कुराहरू ल्याउँछ यसले चाहिँ है गर्न सक्दैन हुनै सक्दैन त्यस्तो मिनिङहरुमा अब स्ट्रक्चर चाहिँ अघिको जस्तै हो स्ट्रक्चरमा भन्दा पनि मिनिङ र चुकाइकातामा ध्यान दिउँ फर्स्टको हेरौँ माजिमेको खान्जी हो यो माजिमे ना खारेवा उसो ओ चुकु हाजुगा नाइ अनेस्ट उसले चाहिँ झुटो बोल्न सक्दैन भन्ने यस्तो मिनिङ हो है झुटो बोल्न सक्दैन है त्यस्तै अर्को जाउँ खारेवा इमा गाक्को नि इरु हाजुगा आरिमासेन ऊ चाहिँ अहिले स्कुलमा हुनै सक्दैन भन्ने यस्तो मिनिङ है हाजुगा आरिमासेन भनेर हाजुगा नाइ भन्ने एउटै हो नि त त्यही भएर त्यसमा चाहिँ कन्फ्युजन नहुनु होला है फेरि किनकि आरिमासेनकै सर्ट फर्म भनेको नाइ हो है त्यहाँ नेक्स्ट छौँ अर्को छौँ इकोके भनेको छ भोलिसनल फर्म के हो त भोलिसनल फर्म भनेको
गरौँ भन्ने यस्तो फर्म हो मास्यो फर्ममा जान्छ के मास्यो भने जस्तै मिनिङ वाइज चाहिँ जस्तै ग्रुप 1 को छ इकु छ नि इकौमा जाने भयो ताबेरु छ नि ताबेयौमा जाने भयो सुरु छ नि सियौ कुरु छ नि कोयौमा जान्छ है यो मास्यो फर्म नै हो मिनिङ वाइज चाहिँ यो चाहिँ अलिकति सर्ट फर्म हुन्छ फुचुकेको जस्तै मिनिङ हो यो चाहिँ है फुचुके जस्तै टाइपको सेन्स दिन्छ यसले चाहिँ तर पोलाइट फर्म चाहिँ हैन है मास्यो फर्म नै युज गर्नुपर्छ पोलाइट फर्ममा राख्नको लागि चाहिँ तर यो के अरे हानासी कोतोबा मजाले युज हुन्छ है त ओके फर्स्टको हेरौँ 今日は休みだから映画を見に行こう आज चाहिँ बिदा भएकोले फिल्म हेर्न जाउँ भन्ने यस्तो मिनिङ हो फिल्म हेर्न जाउँ जाउँमा गयो क्या हैन है त्यस्तै अर्को जाउँ म योरु नो 12時だ早く寝ようहै अलरेडी रातको 12 बजिसक्यो चाँडै सुतौँ चाँडै सुतौँ हैन त्यसमा नेयौमा गयो है है अर्को जाउँ खा दो खा को फर्म है खा दो खा छ छैन हो होइन भन्ने यस्तो मिनिङ है छ छैन हो होइन भन्ने यस्तो सेन्स हो ओके भर्बको फुचुके अनि एडजेक्टिभ अनि के नाउन प्लस खादो खा फर्स्टको हेरौँ यात्ते मिनाइ तो देकिरु खादो खा वकारानाइ सो नगरेसम्म सक्छ सक्दैन थाहा हुँदैन सो नगरेसम्म सक्छ सक्दैन थाहा हुँदैन त्यस्तै अर्को जाउँ शिवकुदाई वा आत्ते इरु खादोखा चेक स्टे कुदासाई होमवर्क चाहिँ मिलेको छ छैन चेक गर्नुहोस् है एकदम युज हुने फर्म हो यो पनि खादोखा छ छैन हो होइन हैन त्यस्तो सेन्समा मजाले प्रयोग हुन्छ है त्यसै अर्को जाउँ खासिरा भन्ने ग्रामर हो खासिरा भनेको चाहिँ होला हैन कसैले क्वेशन बनाउँदाखेरि प्रयोग गर्ने ग्रामर हो यो पनि पोलाइट फर्म छ हैन है पोलाइट फर्ममा चाहिँ युज गर्न मिल्दैन यो हैन जुन चाहिँ हुन्छ नि फुचुके जस्तै टाइपले बुझ्दा हुन्छ यसलाई चाहिँ तपाईले चाहिँ अब आफूभन्दा ठुलो मान्छेसँग चाहिँ प्रयोग नगर्नु होला है त ओके फ्रेज कुनै फ्रेज आउनुपर्छ अनि खासिरा भन्ने क्वेशन प्रयोग गर्दाखेरि गरिन्छ फिमेलले धेरै युज गर्छन् है त यो वर्ड चाहिँ है फर्स्टको हेरौँ खारेवा दोकोए इत्ता खासिरा ऊ कता गयो होला अर्को जाउँ क्यो गाइसोकु सुरु नो वा दो खासिरा आज बाहिर खाना खाँदा कस्तो होला दो देशका भनेर पोलाइट फर्म भन्छ यसलाई बनाउने हो भने हैन दो देशका तर त्यसलाई दो खासिरा भन्दियो त्यो भनेको कस्तो होला भने जस्तो सेन्समा है जो अर्को जाउँ खाइ भन्ने यो पनि यस नो क्वेशन नै हो है यो पनि यो क्वेशन भन्दा प्रयोग गर्ने हो यो पनि पोलाइट फर्म होइन यो पनि जस अब आफूभन्दा सानो मान्छेसँग कुरा गर्दाखेरि चाहिँ प्रयोग गरिन्छ आफूभन्दा ठुलो मान्छेसँग चाहिँ कुरा गर्दाखेरि प्रयोग गरिँदैन है त है पनि फ्रेज अथवा ठुलो मान्छेले सानो मान्छेसँग कुरा गर्दाखेरि प्रयोग गर्ने फर्म हो फर्स्टको हेरौँ इस्योनी इकुकाई सँगै जाने हो इकुकाई हैन इकुकाई है नेक्स्ट हौ शिवकुदाई वा मादा वात्ते नै खाइ होमवर्क अझै सकेको छैन स यसरी यस क्वेशन नो क्वेशन बनाउँदाखेरि यसरी प्रयोग गर्न मिल्छ है त है त्यस्तै अर्को जाउँ खामोसिरेनाइ भन्ने ग्रामर है खामोसिरेनाइको अर्थ के होला हुन सक्छ होला भन्ने जस्तो साउन्ड दिन्छ नि हैन मेबीको काम गर्ने हो क्या मेबीको यसले है भको फुचुके भयो एडजेक्टिभ भयो नाउन भयो खामोसिरेनाइ अथवा खामो पनि युज हुन्छ खामो भने चाहिँ सर्ट फर्म हो यो चाहिँ अब हानासी कोतोबामा फाटाफुट प्रयोग गर्नमा आउँछ है कुरा गर्दाखेरि बोलचालीमा तर उ चाहिँ खामोसिरेनाइ नै है खामोसिरे मासेन हो अझ खासमा है खामोसिरे मासेन हो ओके फर्स्टको हेरौँ आसिता आमेगा फुरु खामोसिरेनाइ भोलि पानी पर्न सक्छ सम्भावना जनाउँछ नि हैन मेबीको काम भने पर्न सक्छ यस्तो मिनिङको अर्को जाउँ खारे वा सानका सिनाइ खामोसिरेनाइ भोलि सहभागी हुँदैन होला उ चाहिँ भोलि सहभागी हुँदैन होला भन्ने यस्तो मिनिङ हो क्या है सो सम्भावनाको यसरी जनाउँछ है त खामोसिरेनाइ पनि याद गरौँ अर्को जाउँ खाना भन्ने ग्रामर है खाना छ कि छैन गरौँ कि होला भन्ने यस्तो साउन्ड अब यो चाहिँ कस्तो भन्दाखेरि आफू एक्लै कुरा गर्दाखेरि पनि प्रयोग गरेर आउँछ अनि कोहीसँग चाहिँ कुरा गरिरहेछ तर कसैलाई चाहिँ एन्सर दे भनेर चाहिँ प्रयोग गरे ग्रामर होइन आफ्नै पाराले आफूले आफूलाई नै क्वेसन सोधिरहेको त्यस्तो सेन्स हो क्या खासमा
गरौँ कि नगरौँ कि जाउँ कि नजाउँ कि त्यसरी भन्छौँ नि त्यही सेन्स हो ओके भबको फुसुके एडजेक्टिभ नाउन प्लस खाना भन्ने कसरी प्रयोग गर्छ त्यो है खानोजेवा बुझी खाना उनी चाहिँ सेफ छिन् होला हैन बुझी खाना के भयो होला उनी सेफ त छैन होला त्यो भन्छ नि एक्लैले आफैले क्वेसन गरेर के त्यस्तो पारा टाइपको के कुनै डाउटहरु जाउँदाखेरि त्यस्तोमा प्रयोग गर्छ है त है अर्को हेरौँ इमाकारा बेन्क्योसियो खाना अबबाट अध्ययन गरौँ कि के गरौँ है त्यस्तो मिनिङमा है सो यो चाहिँ खाना भन्ने ग्रामर यसरी प्रयोग गर्ने भयो है नेक्स्ट छौँ कित्तो भनेको स्योर हो पक्कै भन्ने जस्तो मिनिङ लाग्छ है सरी छ पक्कै अब यो त अब कुनै स्ट्रक्चर नै आउँदैन यसको अब जेमा पनि प्रयोग गर्न मिल्छ त्यतिकै हैन जस्तै आस्ता कित्तो आमे फुरुदिसो भोलि स्योर पानी पर्छ होला है देश्यो दारो भने नि होला भन्ने जस्तो साउन्ड दिन्छ है त लास्टमा देश्यो र दारो आयो भने होला भन्ने जस्तो साउन्ड दिन्छ भोलि स्योर पानी पर्छ होला अर्को छौँ जेलपिटी नि कित्तो गोखाको सुरु जेलपिटीमा स्योर पास हुन्छ यो पालि त म जेलपिटीमा स्योर पास हुन्छ कित्तो गोखाको सुरु त्यसरी प्रयोग गर्ने भयो है त है अर्को छौँ कोरो र गोरो भन्ने फर्म हो है तिर बेलातिर भन्ने जस्तो मिनिङ आउँछ त्यसो चाहिँ टाइममा प्रयोग हुन्छ समयमा है समयमा धेरै जस्तो प्रयोग हुन्छ भबको फुत्सुकेमा नि प्रयोग हुन्छ नाउनको नो अथवा एडजेक्टिभसँग नि फाटाफुट्टा प्रयोग गर्न मिल्छ ओके फर्स्ट हेरौँ खानोजो नि हाजिमेते आत्तानो वा दाइगाकुसेइ नो कोरोदा उनीसँग पहिलोचोटि भेट भएको युनिभर्सिटीको बेलातिर हो त्यति बेलातिर हो टाइमको कुरा आयो नि त हैन सो दाइगाकुसेइ नो कोरो आसिता जिउजी गोरो कोकोनी कितेको जाई भोलि 10 बजेतिर यहाँ आउनुहोस् तिर अथवा बेलातिर भन्ने जस्तो यसको सेन्स आउँछ है त है अर्को चाहिँ कोतो भन्ने ग्रामर यो पनि एकदमै इम्पोर्टेन्ट छ कुरा हो मिनिङ वाइज चाहिँ कुरा हो एक्सप्रेसनमा धेरै आउँछ है कुरा भनेर बुझ्दा पनि हुन्छ है नर्मली एक्सप्रेसन दिँदाखेरि प्रयोग गर्ने ग्रामर हो है भबको फुत्सुके प्लस कोतो कसरी आउँछ त्यो वातासी वा होन ओ योमु कोतो गा सुकी देस मलाई चाहिँ बुक पढ्न मन पर्छ जस्ट यहाँ कोतो भन्नेको त्यस्तो ठुलो मिनिङ आएन है यो चाहिँ एक्सप्रेसन दिँदाखेरि प्रयोग गर्ने मात्रै हो जस्ट हैन त्यो बुन्स्योलाई चाहिँ फुलफिल गर्नको लागि मात्रै ग्रामटिकली मिलाउनको लागि मात्रै है पढ्ने कुरा अथवा पढ्न हैन चाहिँ मन पर्छ भनेर भन्दाखेरि यसरी प्रयोग गर्न मिल्छ है है अर्को चाहिँ खान्जी ओ ओबेरु कोतो गा मुजुकाशी देस खान्जी सम्झिन गाह्रो हुन्छ सम्झिने कुरा गाह्रो हुन्छ भनेर बुझ्दा पनि केही फरक चाहिँ पर्दैन हैन कुरा पनि मिनिङ हो नि त यसको त तर यो चाहिँ एउटा एक्सप्रेसन मात्रै हो नेपाली भन्दा सम्झिन गाह्रो हुन्छ पनि भन्छौँ नि हामीले हैन त्यसलाई मिलाउनको लागि मात्रै ओबेरु कोतो गा मुजुकाशी देस है ओबेरु गा आउँदैन के डाइरेक्टली भब प्लस गा भनेर यसरी मुजुकाशी ओबेरु गा मुजुकाशी देस भन्न मिल्दैन क्या कोतो आउनै पर्छ कोतो आउनुपर्छ कि त नो भन्ने आउनुपर्छ है अर्को चाहिँ ता कोतो गा आरु भन्ने फर्म है अनुभव छ भन्ने जस्तो मिनिङ हो हैन भबको ता फर्म प्लस कोतो गा आरु न्युहोन ए इत्ता कोतो गा आरु जापानमा गएको अनुभव छ यो त N5 कै ग्रामर हो है त्यही पनि अब N4 मा पनि पाटोपुटो सुन्ने भएर पढ्दा राम्रो है अर्को चाहिँ सुशी हो ताबेता कोतो गा आरु सुशी खाएको अनुभव छ भन्ने जस्तो मिनिङ है खाएको अनुभव छ है अर्को चाहिँ कोतो गा देकिरु सो त्यो गर्न सक्छु त्यस्तो गर्न सक्छु भन्ने जस्तो मिनिङ हो भबको के रे डिक्सनरी भब प्लस कोतो गा देकिरु जस्तो कि वातासी वा निहोंगो ओ हानासु कोतो गा देकिरु म जापानिज भाषामा कुरा गर्न सक्छु गर्न सक्ने केही कुरा गर्न सक्ने भन्ने जस्तो मिनिङ हो गर्न सक्छु अर्को हेरौँ कोकोकारा वा फुजिसान ओ मिरु कोतो गा देकिरु यहाँबाट फुजी हिमाल देख्न सकिन्छ हेर्न सकिन्छ फुजी हिमाल हेर्न सकिन्छ देख्न भन्दा नि हेर्न सकिन्छ भन्दा बेटर है है नेक्स्ट हो कोतोनी नारु भन्ने ग्रामर है कोतोनी नारु भने के हो निर्णय हुन्छ त्यस्तो निर्णय भयो हैन त्यस्तो हुने भयो त्यस्तो मिनिङमा आउँछ है आफूले बाहेक अरूले गरेको अथवा आफै भएको डिसिजनहरुमा कोतोनी नारु भनेर प्रयोग गर्छ
है त ओके भर्बको डिक्सनरी भर्बको नाइ फर्म प्लस कोतो नि नारु हुन्छ यसको स्ट्रक्चर फर्स्टको हेरौँ राइगेछु कारा ओसाका नि तेन्किन सुरु कोतो नि नारिमासिता अर्को महिनाबाट ओसाकामा जब पोस्टिङ हुने भयो तेन्स्योकु तेन्किन है तेन्स्योकु हैन तेन्किन है तेन्किन भनेको जब ट्रान्सफर मात्रै हो है एउटै कम्पनीभित्र विभिन्न ब्रान्चेसहरू हुन्छ नि हो अर्को ब्रान्चमा जाने कार्यलाई चाहिँ तेन्किन भनेर भन्छ यसलाई है अनि अर्को भनेको तेन्स्योकु भन्छ तेन्स्योकु भन्छ कामै चेन्ज गर्नेलाई चाहिँ तेन्स्योकु अर्कै कम्पनी नै अर्कैमा जानुलाई चाहिँ तेन्स्योकु भन्ने हो अहिले चाहिँ अर्को महिनाबाट ओसाकामा जब पोस्टिङ अथवा जब ट्रान्सफर हुने भयो भने जस्तो आफै अरूले गरेको डिसिसन अथवा आफै भएको डिसिसनहरू हो नि त्यो भनेको आफूले डिसिसनमा आएन क्या त्यसलाई कोतो नि नारिमासिता यो पास्टमा गयो है त है नेक्स्ट हौ सोचुग्यो सिकी भन्छ यसलाई प्रोनाउन्सिएसन सोचुग्यो सिकी भनेको ग्रेजुएसन हो वा कोनोहोरु दे ओकोनाउ है यो इकिमासु कान्जी हो नि त हैन तर उ पछाडि आए चाहिँ ओकोनाउ हुन्छ ओकोनाउ भनेको चाहिँ कुनै इभेन्टहरु फंक्सन्सहरु चाहिँ गरिनु भन्ने जस्तो चाहिँ यसको मिनिङ हो है त है दे ओकोनाउ कोतो नि नात्ता सो ग्रेजुएसन सेरेमोनी चाहिँ यो हलबाट हुने भयो भन्ने जस्तो मिनिङ हो सो गरिने भयो हुने भयो त्यही है त है अर्को जाउँ कोतो नि सुरु भन्ने ग्रामर अघि कोतो नि नारु भने पढेको थियौँ अहिले कोतो नि सुरु भन्ने के फरक छ त भन्दाखेरि आफूले गर्ने निर्णय मैले निर्णय गरेँ मैले गर्ने गरिरहेको छु भनेर भन्दाखेरि प्रयोग गर्ने ग्रामर हो यो चाहिँ है कोतो नि सुरु भने चाहिँ आफूले गर्ने निर्णय है त यो पनि भर्बको डिक्सनरी भर्ब अथवा भर्बको नाइ फर्म प्लस कोतो नि सुरु भनेर युज गरिन्छ फर्स्टको हेरौँ माई आसा 30分 उन्दो ओ सुरु कोतो नि सिते इरु प्रत्येक 30 मिनेट एक्सरसाइज गर्ने गरिरहेको छु सो आफूले निर्णयले गर्ने गरिरहेको कुराहरूलाई पनि ह्याबिचुअल टास्कहरूलाई पनि यसरी कोतो नि सितेरु भनेर युज गर्न मिल्छ किनकि गर्ने गरिरहेको छु नि त कन्टिन्युअसली गरिरहेको छ त्यही भएर कोतो नि सितेरु भनेर प्रयोग गर्यो मिनिङ के रे ग्रामर चाहिँ एउटै नै हो है त है त्यस्तै अर्को जाउँ खाइमोनो वा आसिता इकु कोतो नि सिता सपिङ चाहिँ भोलि जाने निर्णय गरेँ सो आफूले गरेको निर्णय हो नि त त्यही भएर भोलि जाने निर्णय गरेँ आज चाहिँ जान्न भोलि जाने निर्णय गरेँ त्यस्तो मिनिङ हो है त है ठिक छ ओके नेक्स्ट जाउँ कु सुरु रे कु भनेर केमा प्रयोग हुन्छ इ एडजेक्टिभ हैन डट बनाउनु हो के बनाउनु इ केयोसीको कु फर्म प्लस सुरु त हुने हैन इ हटाइदियो कु जोड्दियो सुरु हो फर्स्ट हेरौँ मोत्तो यासुकुस्ते कुरेतारा कोनो तोके हो खाइमास भनेछ तोकेको कान्छे है अझ सस्तो गरिदिनु भयो भने है बनाइदिनु भयो भने कुरेतारा छ नि त हैन यासुकुस्ते हैन सस्तो गरिदिनु कुनै बनाउनु गरिदिनु हैन त्यस्तो मिनिङ भयो भने यो घडी चाहिँ किन्छु भन्ने यस्तो मिनिङ हो है त्यस्तै अर्को जाउँ तेरेबिनो ओतो ओकिकु सिते कुदासाई टिभीको आवाज चाहिँ अलि ठुलो बनाउनुहोस् भन्ने यस्तो मिनिङ हो है ठुलो गरिदिनुहोस् ठुलो बनाउनुहोस् त्यस्तो मिनिङमा गयो है यसरी कु सुरु भनेर यसरी पनि इ एडजेक्टिभलाई यसरी पनि चेन्ज गरेर मिनिङहरू बनाउन मिल्छ है त यो पनि एउटा ग्रामरको पार्ट हो है नेक्स्ट हो मादेनी भन्ने ग्रामर हो मिनिङ हुन्छ यसको सम्ममा भन्ने जस्तो यसको मिनिङ हो है त सम्ममा भर्बको अब डिक्सनरी भर्ब नाउन अथवा मादेनी प्लस मादेनी भनेर यसरी प्रयोग गर्छ फर्स्टको हेरौँ रेपोतो वा राइस्यु मादेनी तेइस्युचु भन्छ यसलाई तेइस्युचु भनेको चाहिँ सबमिसन है सबमिट गरिदिनुहोस् भन्ने जस्तो मिनिङ रिपोर्ट चाहिँ अर्को हप्तासम्म बुझाउनुहोस् भन्ने जस्तो मिनिङ है सम्म भन्ने जस्तो मिनिङ सम्ममा हैन त्यसरी मिनिङ जनाउँछ है अर्को जाउँ इकु खादोखा अघि खादोखा हामीले पढेछौँ है जाने नजाने भन्ने जस्तो मिनिङ भयो आस्ता मादेनी रेन्ड्राको सितेको दसाई जाने नजाने भोलिसम्ममा कन्ट्याक्ट गर्नुहोस् है अर्को जाउँ मामा भन्ने ग्रामर है मामा माइजुको मामा हैन ग्रामर हो है यो चाहिँ जापानिज ग्रामर हो उही अवस्थामा त्यत्तिकै भन्ने जस्तो मिनिङ यसको चाहिँ आउँछ अब विभिन्न स्ट्रक्चरहरू टन्ने छन् रुट फर्ममा चाहिँ आउँदैन अरूमा आउँछ भन्ने कुरो हो ओके फर्स्टको हेरौँ चुखारेताको खान्जी है चुखारेमासको खान्जी हो के अरे थाक्नु हो नि त चुखारेमास भनेको होइन चुखारेता नोदे तेरेबी हो चुकेता मामा नेते सिमात्ता थाकेकोले टिभी चाहिँ त्यसै खोलेर निदाएछु त्यही अवस्थामा क्या त्यत्तिकै भन्ने यस्तो मिनिङमा है त मामा कोनो मामा सोनु मामा भने सुन्नुभयो होला होइन यतिकै अवस्थामा त्यही अवस्थामा भन्ने यस्तो मिनिङ
अर्को जाउँ तोरिआइज सोनोमामा निस्ते अहिलेको लागि त्यतिकै छोड्देऊ सो त्यही अवस्थामा छोड्देऊ भन्ने यस्तो मिनिङ क्या त्यस्तो मिनिङमा यसरी सोनोमामा भनेर प्रयोग गर्ने धेरै हुन्छ है हानासी कोतोबामा एकदमै धेरै युज हुन्छ कुराकानीमा नि है त है नेक्स्ट हो मातावा भन्ने ग्रामर हो मातावा भनेको कि त भन्ने यस्तो मिनिङ हो ओआर अर्को काम गर्छ क्या है ओके स्ट्रक्चर अब N1 भनेको नाउन है नाउन 1 प्लस मातावा प्लस नाउन 2 है दुईटा नाउनले चाहिँ यसलाई बीचमा राखेको हुन्छ कि त बनाउनु पर्यो नि त त्यही भएर है त फर्स्ट हेरौँ देनुवा मातावा मेरो दे ओसिरासे कुदासाई फोन कि त मेलबाट बताउनुहोस् हैन जानकारी दिनुहोस् भन्ने यस्तो मिनिङ हो है नेक्स्ट हेरौँ कौच्याको खान्छ है कौच्या मातावा कोही कारा एरान्देको दसाई चिया कि त कफीबाट छान्नुहोस् है कि तको रूपमा यसरी जनाउँछ मातावा है त है नेक्स्ट हौ मिताइदा अथवा यौदा भन्ने ग्रामर है मिताइदा भने चाहिँ हानासीको तबा भयो है यौदा भने चाहिँ खाकीको तबा भयो है मिनिङ वाइज एउटै नै हो यिनीहरूको है त जस्तो भन्ने यसको मिनिङ लाग्छ यिनीहरू दुईटैको है त अब स्ट्रक्चर हेर्नु नि भर्ब एडजेक्टिभ ना एडजेक्टिभ नाउनको फुचुके हो के प्लस मिताइदा सबैको फुचुके हो फर्स्ट हेरौँ सोनो इनु नो नाकी गोए भन्छ है नाकीको कोएको खान्जी हो यो नि त हैन योसँग जोडेर आएर नाकी गोए भयो है कराको आवाज के नेको मिताइदा सो त्यो कुकुरको चाहिँ आवाज चाहिँ बिरालोको जस्तो छ जस्तो त हो नि मिनिङ त हैन जस्तो छ भन्ने चाहिँ यसको मिनिङ भएको है त है अर्को चाहिँ खारे मिताइ नि निहोङ्गोगा ज्योजु नि नारिताई ऊ जस्तो जापानिज भाषामा चाहिँ ट्यालेन्ट हुन मन छ अब यसमा खारेनो यौनी भनेर पनि युज गर्न मिल्छ कि यौको फर्ममा हैन एउटै हो है दुईटै एउटै हो जस्ट यो चाहिँ यौदा भने चाहिँ लेखाइमा धेरै प्रयोग गर्छ मिताइदा भने चाहिँ कुराकानीमा प्रयोग गर्छ त्यति मात्रै फरक हो यिनीहरूको दुईटैको मिनिङ चुकाएका त सबै एउटै हो है त है त्यस्तै अर्को चाहिँ मोको मिनिङ हो मोको मिनिङ हुन्छ झन्डै भन्ने यस्तो मिनिङ हो नियरली भन्ने यस्तो मिनिङ हुन्छ पनीको मात्रै मिनिङ हुँदैन है कुनै अब नम्बरहरू दिएर झन्डै यति जति लाग्यो हैन झन्डै त्यतिसम्म भन्ने यस्तो मिनिङमा आइरहेको हुन्छ नम्बर अथवा टाइम प्लस मो है त फर्स्ट हेरौँ क्यौवा जिउजिखान मो नेमास्ता आज झन्डै 10 घण्टा सुतेँ हैन 10 घण्टासम्म सुतेँ 10 घण्टा झन्डै 10 घण्टा सुतेँ त्यस्तो मिनिङ हो के है अर्को जाउँ खारेवा नेको जुप्पिकी भन्छ यो पिकी भनेको चाहिँ काउन्टिङ अफ स्मल एनिमल्स है पिकी भनेर काउन्ट गरेर हुन्छ सानो एनिमलहरूलाई चाहिँ हैन बिरालो खरायो हैन त्यस्तो कुराहरूलाई मुसा हैन म खात्तेइमास उसले चाहिँ 10 वटा बिरालो पालिरहेको छ झन्डै 10 वटा बिरालो पालिरहेको छ है 10 वटासम्म पनि बिरालो पालिरहेको छ हो त्यस्तो सेन्समा मो भनेर यसरी ग्रामरको रूपमा प्रयोग गर्छ है यो चाहिँ नम्बरमै आउँछ त्यही भएर सजिलो होला है त्यस्तो गाह्रो छैन है जसरी अर्को चाहिँ ना मात्रै नाको मिनिङ हो डोन्ट भन्ने यस्तो मिनिङ नगर नजा नखा नहिँड त्यस्तो मिनिङमा आउँछ क्या ना अब धेरै सजिलो छ रुट फर्म हो है डिक्सनरी भर्ब प्लस ना जोडिदिने हो जस्तै कि कोको नि हाइरुना यहाँ चाहिँ नपस भन्ने जस्तो मिनिङ क्या इन्ट्री नगर भन्ने जस्तो मिनिङको सो डोन्टको काम गर्छ है त अर्को चाहिँ उन्तेनो सुरुनारा नमुना ड्राइभिङ गर्ने भए नपिउ हैन नपिउ त्यस्तो मिनिङमा गयो क्या त्यही हो सेन्स है त सो यो चाहिँ यसरी ना के रुट फर्म भर्बको रुट फर्म प्लस ना यसरी युज गरेर आउँछ सावारुना नछो हैन त्यस्तो मिनिङमा क्या है अर्को जाउँ नादो भन्ने ग्रामर हो नादो भनेको चाहिँ अब आदि इत्यादिहरू जस्ता भन्ने सेन्समा प्रयोग गर्न मिल्छ अब कुनै इक्जाम्पलहरू दिँदाखेरि प्रयोग गर्छ है त नाउन प्लस नादो भइहाल्यो सिधै फर्स्टको हेरौँ सिकेन निवा एनपिचु केसिगोमु नादोगा हिचियोदा इक्जाममा चाहिँ पेन्सिल इरेजर आदि चाहिन्छ जस्ता कुराहरू चाहिन्छ आदि चाहिन्छ जसरी बताउनु भयो है नेक्स्ट हौ सिगोतोनो कोतो नादोदे आतामागा इताई कामका कुराहरूले यसरी बुझाउनुहुन्छ के कामका कुराहरूले टाउको दुखिरहेको छ भन्ने यस्तो मिनिङ है अर्को चाहिँ नागारा भन्ने ग्रामर है नागारा के हो मिनिङ सही छ है नागारा भने के हो गर्दै भन्ने चाहिँ यसको मिनिङ हो दुईवटा काम चाहिँ एकैचोटि गर्दा प्रयोग गर्ने ग्रामर हो अब स्ट्रक्चर जान्नै पर्छ यसको
मास फर्म वर्ड छ भबको प्लस नागारा हो त्यति हो फर्स्टको हेरौँ तेरेबियो मिनागारा गोहान हो ताबेमास भनेछ टिभी हेर्दै खाना खान्छु सो दुईटा काम चाहिँ एकैचोटि गर्दाखेरि प्रयोग गर्ने ग्रामर हो है त्यो गर्दै हैन जस्तो कि गीत सुन्दै अब हिन्डुल गर्छु हैन त्यस्तो कुराहरुमा प्रयोग गर्न मिल्यो अर्को हेरौँ उनकाको किकी नागारा साम्पोसी मस्तै हो गीत सुन्दै हिन्डुल गर्छु यसरी प्रयोग गर्न मिल्यो है दुईटा काम हो नि त सो दुईटा काम चाहिँ एकैचोटि गर्दाखेरि यसरी प्रयोग गर्न मिल्यो है अर्को चाहिँ नारा भन्ने ग्रामर है नारा भन्ने ग्रामर यसको मिनिङ हुन जान्छ भए अथवा भएमा भन्ने जस्तो मिनिङ है भए अथवा भएमा अब स्ट्रक्चर त टन्नै छ स्ट्रक्चरलाई भन्दा पनि मिनिङ र चुकाकातामा जाउँ फर्स्टको इक्जाम्पल हेरौँ आनाता इकुनारा वातासी मो इकिताई तिमी जाने भए म पनि जान्छु म पनि जान चाहन्छु सो जाने भए अथवा भएमा त्यस्तो सेन्समा के कहिले साथीहरु भन्छन् तिमी जाने भए म त जान्छु आनाता इकुनारा त्यो टाइपको के हाई अर्को जाउँ नाचु यासुमी नो र्योको नारा क्योतो गा ii देशो क्योतो भन्ने शहर हो है हाई समर भ्याकेसन भए क्योतो ठिक हुन्छ भन्ने जस्तो मिनिङ हो भए भएमा हैन समर भ्याकेसन भएमा किनकि धेरै टाइम चाहिन्छ त्यहाँ के रे घुम्ने ठाउँहरु प्रशस्त छन् त्यही भएर समर भ्याकेसन भएमा चाहिँ क्योतो ठिक होला भन्ने जस्तो मिनिङमा यसरी प्रयोग गरिरहेछ हाई त्यस्तै अर्को जाउँ नि किगाचुकु भन्छ के यसलाई किगाचुकु किको भन्छ है किगाचुकु भनेको नोटिस भयो होस पुग्यो भन्ने जस्तो मिनिङ हो के त्यस्तो मिनिङ हो है अब नाउन अथवा कोतो प्लस नि किगाचुकु है किगाचुकु फर्स्ट हेरौँ एकिमादे चुइतारा साइफुगा नाइ साइफु भन्छ है साइफुगा नाइ कोतो नि किगाचुइता स्टेसनसम्म पुगेपछि पर्स नभएको कुरा होस आयो भन्छ त्यो एटेन्सन पुग्यो नोटिस भयो भन्ने जस्तो मिनिङ के टक्क अब टुइ हिँडेको थियो कहिले बिर्सिन्छ नि त साउन्डहरु हैन टक्क एकी पुगेको थियो पर्स छैन ला पर्स छैन त्यो बेला चाहिँ नोटिस भयो के त्यस्तो अवस्था किगाचुइता है अर्को जाउँ आनाता नो मेल नि किगाचुइता नो गा किनो देस्ता तपाईको मेल आएको थाहा भयो पाएको अथवा होस पुगेको चाहिँ हिजो हो भन्ने जस्तो मिनिङ के सो त्यस्तो सेन्समा यसरी प्रयोग गर्न मिल्यो है त नि किगाचुकु भन्ने ग्रामर है त्यसपछि नि मिएरु भन्ने ग्रामर हो नि मिएरु भने चाहिँ जस्तो देखिन्छ भन्ने जस्तो मिनिङ हो है जस्तो देखिन्छ अबको नो यो भन्ने टाइपको हो है यो चाहिँ पछि अब उमा आउला इक्जाम्पलमा होला त्यो हेरौँ ना एडजेक्ट भइहाल्यो इ एडजेक्टको कु अनि नि मिएरु हो है त जस्तै कि फर्स्ट हेरौँ खानोजो वा निहोन्जिन नि मिएरु है उनी चाहिँ जापानिज जस्तो देखिन्छन् भन्ने जस्तो मिनिङ हो है नाउनसँग डाइरेक्ट नि मिएरु यसरी युज गर्न मिल्छ है त है उनी जापानिज जस्तो देखिन्छन् भन्ने जस्तो मिनिङ हो है नि मिएरु अर्को जाउँ आसा वा साकुरा नो हाना गा इचिबान उत्सुकुसिकु मिएरु बिहान साकुराको फूल सबसे राम्रो देखिन्छ है सबसे राम्रो देखिन्छ त्यस्तो देखिनु भन्ने जस्तो मिनिङमा चाहिँ नि मिएरु यसरी प्रयोग गर्न मिल्छ है त है नेक्स्ट हौ नि सुरु भन्ने ग्रामर आछ नि सुरुको मिनिङ के हुन्छ त बनाउँछु यो छान्छु भनेर प्रयोग गर्न मिल्छ कस्तो कस्तो अवस्थामा त्यो पनि हेरौँ फर्स्टको हेरौँ चाहिँ नि मिएरु भन्छ नि सुरु है नि सुरु कमेन्ट साइड यहाँ नि मिएरु भन्छ नि सुरु है त्यो चाहिँ है फर्स्टको इक्जाम्पल हेरौँ हाइस्या वा वातासी नो हा ओ किरेइ नि शिता सो डेन्टिस्टले चाहिँ मेरो दाँत चाहिँ सफा बनाइदिनु भयो भन्ने जस्तो मिनिङ हो है त्यो गरिदिनु भयो किरेइ नि शिता नि यो चाहिँ ना एडजेक्टिभ भयो अनि निशिता डाइरेक्ट जोड्थ्यो है त है अर्को चाहिँ वातासी वा रामेन नि शिमास म चाहिँ रामेन छान्छु अब कहीँ रेस्टुरेन्टमा जानु भयो अनि कुनै खानेकुरा चाहिँ म यो गर्छु भनेर भन्छौँ नि हामी हैन यो खान्छौँ यो गर्छु भनेर भन्दाखेरि रामेन नि शिमास हैन खारागे नि शिमास सुशी नि शिमास त्यसरी प्रयोग गर्न मिल्छ है त है अर्को चाहिँ यासुई भन्ने ग्रामर यासुई भनेको के हो सस्तो है तर यो चाहिँ ग्रामरको सेन्समा आउँछ अलिकति मिनिङ चेन्ज हुन्छ सजिलो छ भन्ने जस्तो मिनिङ हो जस्तो कि यो चाहिँ मास हट्छ अनि यासुई जोडिन्छ क्या यो चाहिँ जान्नै पर्यो स्ट्रक्चर है किनकि यो मात्रै स्ट्रक्चर हो नि त यसको त्यही भएर मास हट्यो भबको अनि यासुई जोड्यो है त ओके फर्स्टको हेरौँ कोनो बिर वा नोमियासुई यो बियर चाहिँ
पिउन सजिलो छ सो पिउन सजिलो हुनु के यो लुगा लगाउन सजिलो छ यो कुरा खान सजिलो छ त्यहाँ जान सजिलो छ त्यस्तो कुराहरुमा प्रयोग हुन्छ अर्को चाहिँ कोनो कुचु वा हाकियासुई यो जुत्तालाई चाहिँ लगाउन सजिलो छ हाकियासुई यो पेन चाहिँ लेख्न सजिलो छ हैन खाकियासुई त्यसरी युज गर्न मिल्छ है त है त्यस्तै यसकै ठ्याक्कै उल्टो निकुई भन्ने फर्म हो गाह्रो छ भन्ने जस्तो मिनिङमा गयो है यो चाहिँ यो पनि मास फर्म हट्ने निकुई नि जोड्ने हो ठ्याक्कै त्यसकै यासुईको उल्टो हो है जस्तो कि वातासी नो जोउसी जोउसी भनेको बोस हो है जोउसी बोस वा किबिसीको खान्छ किबिसी भनेको के हो स्ट्रिक्ट हो नि त हैन अलि कडा किबिसीकुते हानासी निकुई देस भनेछ मेरो बोस चाहिँ कडा भएर कुरा गर्न चाहिँ गाह्रो छ भन्ने जस्तो मिनिङ हो है कठिन छ भनेर बुझ्दा भयो गाह्रो छ भनेर बुझ्दा पनि हुन्छ है त मिनिङ भयो चाहिँ है त्यस्तै अर्को जाउँ कोनो बुन्स्यो वा तोतेमो वाखारी निकुई यो प्यासेज चाहिँ एकदमै बुझ्न गाह्रो छ के बुझ्न एकदमै गाह्रो छ भन्ने जस्तो मिनिङ हो बुझ्न गाह्रो हो है वाखारी निकुई ठीक छ है अर्को चाहिँ नोनी भन्ने ग्रामर नोनी नोनीको मिनिङ हुन्छ तापनि भन्ने ग्रामर हो तापनि है अब स्ट्रक्चर भन्दा पनि मिनिङ र चुकाइकतामा जाउँ फर्स्टको इक्जाम्पल हेरौँ याकुसोकुको खान्छ है यो याकुसोकु भनेको के प्रमिस हो याकुसोकु स्थान हो नि खानोजिवा कोनाकात्ता प्रमिस गरे तापनि उनी आएनन् सो प्रमिस भनेको काहीँ याकुसोकु गरेका थिइन् त्यही पनि आएनन् भन्छौँ नि हामी तापनिको रूपमा नोनीलाई यसरी युज हुन्छ है याद गरौँ है नोनी पनि एकदमै इम्पोर्टेन्ट ग्रामर हो है अर्को जाउँ कुसुरी हो नोन्दा नोनी ब्योकीगा नावरानाई मेडिसिन पिए पनि रोग चाहिँ निको भएन भन्ने जस्तो मिनिङ है पिए पनि औषधि पिए पनि औषधि खाए पनि बिरामी चाहिँ निको भएन हैन बिस भएन भन्ने जस्तो मिनिङ हो के है अर्को छ को लागि पनि मिनिङ जनाउँछ नोनीको अर्को मिनिङ भनेको को लागि भन्ने मिनिङ हो यसको कसरी युज हुन्छ त्यो चाहिँ हेरौँ यो चाहिँ डिक्सनरी वर्ब प्लस नोनी मात्रै लाग्ने हो हेरौँ है त को लागि भन्ने चाहिँ कसरी युज हुन्छ इच भनेर हेरौँ इए ओ खाइरु नोनी निजी खानका कारिमास घर फर्किनको लागि 2 घण्टा लाग्छ हो यसरी चाहिँ नोनीको मिनिङ तापनि हैन है यसमा चाहिँ को लागि घर फर्किन लागि फर्किन अथवा फर्किन लागि हैन त्यसरी युज गर्न मिल्छ है त्यस्तै अर्को जाउँ कोरे हो ओवारु नोनी दोनो कुराई खाकारिमास का यो सकाउनको लागि कति समय लाग्छ सो सकाउनको लागि कति समय लाग्छ यसरी नोनीको ग्रामर हैन दुई सेन्सले प्रयोग हुन्छ जानौँ है त एउटा तापनि एउटा यही को लागि भन्ने जस्तो मिनिङ हो है अर्को जाउँ नोवा डडडट दा भन्ने ग्रामर हो गर्न अथवा गरेको भएकोले हो हैन यो गरेको चाहिँ यो भएकोले हो रिजनहरु जनाउँदाखेरि प्रयोग गर्छ अब यतिकै त मिनिङ मात्रै जाने था के हो भन्ने हुन्छ चुकाइकता राम्रोसँग हेर्नुभयो भने क्लियर हुन्छ है त फर्स्टको हेरौँ खान्जी ओ ओबेरु नोवा ताइहेन्दा सो खान्जी न सम्झिन खान्जी चाहिँ सम्झिनको लागि हैन सम्झिन चाहिँ गाह्रो हुन्छ भन्ने जस्तो मिनिङ हो है त्यस्तै अर्को जाउँ वातासी वा आरुबाइतो सिते इरु नो वा सेक हिकाकुही ओ हाराउ तामे देस भनेर छ सो मैले चाहिँ पार्ट टाइम काम गरेको चाहिँ फी तिर्नको लागि हो भन्ने जस्तो मिनिङ है गाकुही भन्ने छ गाकुही भन्ने चाहिँ फी हो है अनि हाराउ भनेको चाहिँ पे गर्नु हो तिर्नु हो है त सो मैले चाहिँ पार्ट टाइम काम गरेको आरुबाइतो गरेको चाहिँ हैन फी तिर्नको लागि हो त्यो रिजनले गर्दा हो भन्न खोजेको के त्यो सेन्स हो है त यसरी प्रयोग हुन्छ नोवा दा भन्ने ग्रामर है त यो पनि याद गरौँ एकदमै युज हुन्छ है त्यस्तै अर्को जाउँ ओकिनी भन्ने ग्रामर हो ओकिनी भनेको चाहिँ प्रत्येक डट को फरकमा भन्ने जस्तो मिनिङ है कस्तो अवस्थामा प्रयोग हुन्छ नाउन प्लस ओकिनी हो है फर्स्टको हेरौँ देन्स्या वा जिप्पुन ओकिनी सुप्पाचिमास ट्रेन चाहिँ प्रत्येक 10 मिनेटको फरकमा जान्छ हो यसरी प्रयोग हुन्छ क्या यो चाहिँ ओकिनी ठीक छ ट्रेन चाहिँ प्रत्येक 10 मिनेटको फरकमा जान्छ है अर्को जाउँ कोनो दौरो दौरो भनेको बाटो है दौरो वा निहाकु मेतोरु ओकिनी कौचु सिन्गोगा आरिमास कौचु सिन्गो भने चाहिँ ट्राफिक सिग्नल हो है कौचु सिन्गो हो हैन यो बाटोको प्रत्येक 200 मिटरको फरकमा ट्राफिक सिग्नल छ भन्ने जस्तो मिनिङ है
प्रत्येक डट फरकमा यसरी ओकिनी भन्ने ग्रामरमा पनि यसरी युज हुने भयो त है नेक्स्ट छौं राशि इ भन्ने ग्रामर हो जस्तो छ अथवा रे भन्ने यस्तो चाहिँ यसको साउन्ड लाग्छ फर्स्टको हेरौं के रे स्ट्रक्चर भन्छ फुचुके भयो भबको एडजेक्टिभ नाउन प्लस राशि इ हो फर्स्टको हेरौं क्यौनो सिआई वा किमी राशि कुनै ने आजको गेम चाहिँ तिमीले खेलेको जस्तो भएन नि यस्तो नि तिमी जस्तो भएन के तिमीले खेले जस्तो भएन के जस्तो कि कसैले गीत गायो आज कस्तो अलिकति भन्ने जस्तो मिनिङ हो के खासमा तिमीले गाएको जस्तो अलि भएन कस्तो कस्तो भयो भन्ने टाइपको त्यो सेन्स हो के खासमा है त है अर्को छौं ने सुगिरु नो वा खारादानी वारुई राशि सुगिरु भनेको के हो ओभर हुनु भन्ने जस्तो धेरै सुत्नु धेरै हुनु भन्ने जस्तो मिनिङ हो यो पनि मास हटेर बन्ने फर्म हो यो धेरै सुत्नु आफ्नो शरीरको लागि चाहिँ नराम्रो हुन्छ रे भन्ने साउन्ड है यसरी राशि भनेर लास्टमा आइदियो नि रे भन्ने साउन्ड पनि आउने भएर के हो चुकेर गरौँ है त है ओके अर्को छौं खानोके भन्ने फर्म हो क्यान फर्म हो यो अब यो फर्महरु हुन्छ नि सबै भिडियोको लास्टमा राखेको छु मैले है चार्टै बनाएर राखेको छु प्यासिभ भोइस कजेटिभ हैन प्यासिभ हैन यो खानोकेहरु भयो हैन त्यस्तो कुराहरु सबै मैले लास्टको भिडियोको लास्टमा चाहिँ चार्टै बनाएर राखेको छु हेर्नु होला है त अहिले चाहिँ सुरुमा क्यान फर्म भनेको के हो त गर्न सक्नु भन्ने चाहिँ यसको मिनिङ हो है अब स्ट्रक्चर हेर्नु नि नोमिमासको छ नोमेमास हुन्छ नाइफमा जाने नोमेमासेन हुने भयो ताबेमास भन्ने ताबेरारेमास खान सक्छु भन्ने जस्तो मिनिङ हो खान सक्दिन भन्ने जस्तो मिनिङ भएको ताबेरारेमासेन भनेको सिमास भनेको चाहिँ देखिमास गर्न सक्छु देखिमासेन भनेको गर्न सक्दिन किमास भनेको कोरारेमास आउन सक्छु कोरारेमासेन भनेको आउन सक्दिन भन्ने जस्तो मिनिङ भयो ठीक छ ओके फर्स्टको हेरौँ निहोन देवा हाताची अथवा निजी साइज जसरी बुझ्दा हुन्छ हाताची चाहिँ नर्मल हो है हाताची मिमान नो हितोवा ओसाकेगा नोमेनाइ जापानमा चाहिँ 20 वर्षभन्दा कम एजको मान्छेले चाहिँ रक्सी पिउन मिल्दैन भन्ने जस्तो मिनिङ हो है सो हाताची मिमान भनेको चाहिँ अन्डर द भन्ने जस्तो मिनिङ है अन्डर द एज अफ 20 भन्ने जस्तो मिनिङ आउँछ है त्यस्तै अर्को छौं कोकोनो रिङ्गो वा सुबेते ताबेरारेमास यहाँको स्याउ चाहिँ सबै खान मिल्छ सकिन्छ भन्ने जस्तो मिनिङ है ताबेरारेमास ठीक छ है त्यस्तै अर्को छौं सासेरु भन्ने ग्रामर सासेरु भनेको के हो कजेटिभ फर्म हो यो गराउनु गर्न लगाउनु भन्ने जस्तो मिनिङ हो है त गराउनु अथवा गर्न लगाउनु भन्ने चाहिँ यसको मिनिङ आउँछ अब स्ट्रक्चर अनुसार जाने नोमो हुन्छ नोमासेरु पिउन लगाउनु हैन ताबेरु भनेको ताबे सासेरु खान लगाउनु हैन खान खुवाउनु खान लगाउनु सुरु भने सासेरु कुरुको कोसासेरु भयो है त है ओके फर्स्ट हेरौँ मुसुको नि खाजी ओ यारासिता खाजी भनेको घरको काम हो है सो छोरा भनेको मुसुको भनेको छोरा हो हैन मुसुको खान्जी पनि याद गरौँ खाजी भनेको घरको काम हो त्यो पनि याद गरौँ है खान्जी पनि छोरालाई चाहिँ घरको काम चाहिँ गर्न लगाए भने जस्तो यारासिता है त गर्न लगाए त्यस्तै निभन हेरौँ गोहान हो ताबे सासेते कुदासाई खाना चाहिँ खान दिनुहोस् भन्ने जस्तो मिनिङ है आफ्नो कुरा गरेर ते कुदासाई प्रयोग गर्यो नि त तर खाना खान दिनुहोस् भनेर चाहिँ अरूलाई चाहिँ अराको है के अरे पर्मिसन मागेको है सासेते कुदासाईको फर्ममा है चाहिँ अर्को छौँ सोरेनी भन्ने ग्रामर सोरेनीको अर्थ हुन्छ त्यसमाथि अथवा र को काम गर्छ दुईटा फ्रेजेसहरूलाई चाहिँ जोड्ने काम गर्छ क्या यसले ठीक छ सोरेनी भनेर जस्तो कि कोनो मिसे नो रेउरी वा ओइसी को खान्छ है यो सोरेनी नेदानमो यासुई यो पसलको खाना चाहिँ मिठो छ त्यसमाथि प्राइस पनि सस्तो छ भन्ने जस्तो मिनिङ है त्यसमाथि भन्ने जस्तो मिनिङमा गयो ठीक छ सोरेनी है अर्को छौँ हाहा वा रेउरियो सुरु सोरेनी इमोतो वा इमोतो हैन आने वा सारा ओ सारा खान्छ है सारा भनेको प्लेटहरु है ओ आराहु है आमा चाहिँ खाना बनाउनुहुन्छ र दिदी भाडा मान्नुहुन्छ भन्ने जस्तो कस्तो आनन्द रहेछ यसलाई है सोरेनी त्यसमाथि अथवा र को काम यसरी प्रयोग गरिन्छ है त है त्यस्तै गर्छौं सौदा भन्ने ग्रामर है सौदा रे भन्ने जस्तो साउन्ड दिन्छ यसले अब स्ट्रक्चरहरु त टर्नेसन त्यो भन्दा पनि मेन चाहिँ चुकाकाता है ओके बुच्यौ खान्छ है बुच्यौ वा सिगोतो यामेरु सौदा बोसले चाहिँ काम छोड्नुहुन्छ रे भन्ने साउन्ड है रे मा गयो सौदा त्यस्तै अर्को छौं
कोन्खाइनो कोन्खाइ भनेको यो पालिको भन्न खोजेको कोन्खाइनो JLPT सिकेन वा मुजुकासी सौदेश है यो पालिको JLPT एक्जाम चाहिँ गाह्रो हुन्छ रे भन्ने जस्तो साउन्डमा है रे भन्ने साउन्डमा यसरी प्रयोग गर्छ है अब अर्को हेरौँ सौदा भन्ने ग्रामर सौदाको दुईटा मिनिङ हुन्छ है त्यो भावहरू हो यसको चाहिँ जस्तो छ भन्ने मिनिङ लाग्छ है अघि चाहिँ अर्कै मिनिङ लागेको थियो हैन रे भन्ने जस्तो साउन्ड अहिले चाहिँ जस्तो छ भन्ने जस्तो मिनिङ हो अब स्ट्रक्चर हेर्नु नि मास फर्म हट्छ भबमा हैन अनि जोड्ने हो ना एडजेक्टिभ्स हो अनि ई एडजेक्टिभको नि ई हट्छ है यसमा चाहिँ जस्तो कि इमा आमेका फुरी सौदेश है फुरी मासको मास हट्यो नि त अब पानी पर्ला जस्तो छ भन्ने जस्तो मिनिङ क्या जस्तो कि तपाईँले चाहिँ आफ्नै आँखा अगाडि क्या के अरे पुरा त्यो कालो बादल आइरहेछ अब पर्ला जस्तो त्यो हुन्छ नि त्यो देखेर आफ्नै अगाडि देखेर चाहिँ त्यो फिल गरेर भन्दाखेरि प्रयोग गर्न मिल्ने ग्रामर हो क्या त्यो हो अर्को चाहिँ कोनो केकी ओइसी सौदेश यो केक मिठो होला जस्तो छ जस्तो कि तपाईँले आँखा अगाडि गएर कुनै अब सपमा अगाडि गएर होइन यो केक हेरेर यो केक यो त मिठो होला जस्तो भनेर भन्दाखेरि प्रयोग गर्ने हो यो ई हट्छ है यो पनि ई हट्छ अब ई राखेर बनायो भने चाहिँ रेको फर्ममा जान्छ कि मिठो छ रे भन्ने जस्तो मिल्छ जस्तै आनो मिसेनो केकी वा ओइसी सौदेश भनेर ई चाहिँ राख्न मिल्छ रेको साउन्डमा जान्छ कि कसैबाट पाएको इन्फर्मेसनको आधारमा भन्नु पर्दाखेरि त्यो चाहिँ है त्यही दुइटाको फरक हो है त है अर्को चाहिँ तोकोरो भन्ने ग्रामर हो अब ठ्याक्कै गर्न लागेको बेला अथवा गरिरहेको बेला भर्खर गरेको बेला प्रयोग गर्न मिल्छ यो चाहिँ भबको रुट फर्ममा अथवा तेइरो फर्ममा अथवा ता फर्ममा आउँछ प्लस तोकोरो है त जस्तो कि गोहानो ताबेरो तोकोरो यस अबबाट खाना लागेको अवस्थालाई यसरी प्रयोग गर्न मिल्छ कि अब ठ्याक्कै खाना लागेको अवस्था ताबेरो तोकोरो देश खाना ठ्याक्कै खाइरहेको गमको अगम खाइरहेछ ताबेते इरु तोकोरो देश त्यसरी ठ्याक्कै खाना खाएर ढ्याउ गरेर बसिरहेछ ताबेता तोकोरो देश भर्खर खाएको हो यसरी प्रयोग गर्न मिल्छ है भबको रुट फर्म तेइरो फर्म अथवा ता फर्ममा यसरी प्रयोग गर्न मिल्छ तोकोरो भन्ने है ठ्याक्कै खाना खान लागेको अवस्था अथवा खाइरहेको अवस्था अथवा ठ्याक्कै भर्खर खाएर सकेको अवस्था त्यसलाई यसरी प्रयोग गर्न मिल्छ है त है अर्को चाहिँ तारा भन्ने फर्म तारा भन्ने मिनिङ छ भएमा भन्ने जस्तो साउन्ड है कन्डिसनल सेन्टेन्स हो अब यो चाहिँ टन्नै छ है भबको तारा फर्म नाउन अथवा ना एडजेक्टिभ है अब यो ना एडजेक्टिभ भने दात तारा हुने भयो ई एडजेक्टिभ भने कात्तारा हुने भयो है त ओके फर्स्टको हेरौँ जिखानका आत्तारा कोरेमो यात्ते उइतेको दसाई समय भएमा यो पनि गरिदिनु होला भन्ने यस्तो मिनिङ हो अब कुनै काम गरिरहेछ होइन त्यो काम सकेपछि अर्को पनि यो पनि गरिदिनुहोस् भन्दाखेरि होइन समय भएमा चाहिँ त्यो पनि गरिदिनुहोस् त्यस्तो सेन्समा क्या है अर्को चाहिँ यासु कात्तारा खाइमा सस्तो भएमा किन्छु होइन यासु कात्तारामा गयो क्या है यासु कात्ता ताफम प्लस रा जोड्दै त नि कात्तारा सस्तो भएमा किन्छु त्यसरी प्रयोग गर्यो त है अर्को चाहिँ तारा दो भन्ने फर्म है कस्तो होला भन्ने जस्तो सेन्स हो कस्तो होला एडभाइस दिँदाखेरि प्रयोग गर्ने फर्म हो यो खासमा एडभाइस दिँदा भबको तारा दो होइन दो देशका भनेर त्यसरी प्रयोग गर्न मिल्छ जस्तो कि वाखर्नाइ कोतो हो सेन्सेनी किते मितारा दो देशका होइन थाहा नभएको कुरा चाहिँ सरलाई सोधेर हेर्दा कस्तो होला सो यो चाहिँ अब कसैलाई चाहिँ एडभाइस दिएको त हो नि होइन थाहा नभएमा सरलाई सोद्धा कस्तो होला सोधेर हेर नै भन्न खोज्यो हो तर एडभाइसको रूपमा यसरी भन्यो है त है अर्को चाहिँ खानो चियो नि देनवासी तारा दो देशका उनलाई फोन गर्दा कस्तो होला चिन्ता लागेमा उनलाई फोन गरेर हेर्दा कस्तो होला होइन त्यस्तो सेन्स है अर्को तारा यी देशका यो चाहिँ अब के गर्दा ठिक होला भनेर प्रश्न गर्दाखेरि प्रयोग गर्ने फर्म हो है यो पनि भबको तारा यी देशका दोष तारा यी देशका के गर्दा ठिक होला दोष तारा यी देशका के गर्दा ठिक होला कसैलाई चाहिँ अब प्रश्न गरे है चाहिँ है अर्को चाहिँ दोनो एकिनी ओरी तारा यी देशका कुन स्टेसनमा झर्दा ठिक होला झर्दा राम्रो होला होइन ओरी तारा यी देशका कसैलाई चाहिँ कसैबाट चाहिँ अब सजेसन गेट गर्नु पर्दाखेरि प्रयोग गर्ने फर्म हो यो चाहिँ है अर्को चाहिँ ते होसी भन्ने फर्म हो गरिदिनु भयो हुने भन्ने यस्तो मिनिङ क्या गरिदिनु भए हुन्थ्यो गरिदिनु भयो हुने आई वान्ट यु टु डु क्या ते फर्म दाइदे फर्म प्लस होसी है त खान्जी हो ओसेते होसी खान्जी चाहिँ सिकाइदिए हुने है कोहीसँग चाहिँ अब कसैले चाहिँ त्यो गरिदिए हुन्थ्यो क्या आफ्नो लागि त्यस्तो अवस्थामा त्यही होसी फर्म यसरी प्रयोग गर्न मिल्छ है त त्यस्तै अर्को चाहिँ
वातासी नो कोतो वासुरे नाइदे होसी मेरो कुरा चाहिँ नबिर्से हुन्थ्यो हैन नबिर्से हुने त्यो सेन्समा है आफुलाई म चाहन्छु कि तपाईले यो मेरो कुरा चाहिँ नबिर्से हुने त्यो टाइपको है अर्को चाहिँ ते मोराइताई भन्ने फर्म हो यो पनि ते होसी भने जस्तै सेन्सले प्रयोग गर्न मिल्छ गराइ पाउन मन छ भन्ने जस्तो कसैलाई कसैबाट चाहिँ कुरा चाहिँ गराइ पाउन मन छ त्यस अवस्थामा प्रयोग गर्छ जस्तै कि ओतोतो नि खाजी ओ यात्ते मोराइताई भाइलाई चाहिँ घरको काम गराइ पाउन मन छ खाजी भनेको चाहिँ घरको काम हो है घरको काम चाहिँ गराइ पाउन मन छ त्यसै अर्को जाउँ आनाता नि निहोंगो ओसेते मोराइताई तपाईबाट जापानिज भाषा चाहिँ सिकाइ पाउन मन छ द्याट मिन्स कसैबाट चाहिँ केही कुरा चाहिँ गरि पाउने हैन गराउने गरि पाउने क्या त्यस्तो अवस्थामा चाहिँ ते मोराइताई भन्ने फर्म यसरी प्रयोग गर्न मिल्छ अर्को जाउँ ते इतादाकेमासेन का भन्ने फर्म है गरिदिनु हुँदैन गरिदिन सक्नुहुन्छ भन्ने जस्तो सेन्स हो यसले दिने भनेको चाहिँ कसैबाट चाहिँ कसैलाई चाहिँ केही काम गराउनु पर्यो अलि पोलाइटली चाहिँ गराउनु पर्यो त्यस अवस्थामा यो ते इतादाकेमासेन का भन्ने फर्म एकदमै पोलाइट भर्जन हो प्रयोग गर्न मिल्छ है त ओके फर्स्ट गरौँ होन ओ खासिते इतादाकेमासेन का बुक सापट दिन सक्नुहुन्छ अथवा दिनु हुँदैन भन्ने जस्तो मिनिङ हो पोलाइटली मागेको है बुक चाहिँ सापट है अर्को जाउँ निहोंगो ओसेते इतादाकेमासेन का जापानिज भाषा सिकाइदिन सक्नुहुन्छ अथवा सिकाइदिनु हुँदैन भन्ने जस्तो मिनिङ हो है नेक्स्ट हो ते ओकु भन्ने फर्म हो है यो चाहिँ एडभान्समा केही प्रिपेयर गर्नु भन्ने जस्तो मिनिङ हो है एडभान्समा केही कुरा प्रिपेयर गर्नु भन्ने चाहिँ यसको सेन्स आउँछ पबको ते फर्म नै हो यो पनि त्यही आइसकेछ ओके वासुरे वासी पोइन्टो दाकारा नोतो नि खाइते ओकु बिर्सिन सजिलो हुने पोइन्ट भएकोले नोटबुकमा चाहिँ लेखेर राख्छु एडभान्समा पछिको लागि सजिलो होस् भन्ने हेतुले चाहिँ प्रिपेयर गरेर राख्ने हैन लेखेर राख्ने हो त्यस्तो सेन्स दिया हो नि त त्यो भएर है अर्को चाहिँ सुपा दे यासाई हो खाते ओइते कुदासाई सुपरमार्केटबाट तरकारी किनेर राख्नुहोस् सो अब पछिले काम गर्न लाग्न सक्छ भोलि पर्सिलाई खाना बनाउँदा काम लाग्न सक्छ त्यो प्रिपेयर गरेर राख्नुहोस् भन्ने जस्तो सेन्स दिने हो नि त त्यही भएर खाते ओइते कुदासाई यसरी युज गर्यो त है अर्को चाहिँ ते सिमात्ता भन्ने फर्म अथवा ते च्यात्ता भन्ने एउटै नै हो है च्यात्ता यो चाहिँ दुईटा मिनिङ हुन्छ है जान्ने न फिलिङ्स भएको बेला जस्तै आफूलाई चाहिँ अलि रिग्रेट भएको बेला प्रयोग गर्छ अर्को भने चाहिँ केही कुरा काम कुरा चाहिँ गरेर सकेको अवस्थामा पनि प्रयोग गर्न मिल्छ दुईटा सेन्सले प्रयोग गर्छ है यो तेसिमात्ता अथवा च्यात्ता भन्ने फर्म है तेसिमात्ता इक्वल टु च्यात्ता तेसिमाउ इक्वल टु च्याउ भन्ने फर्म हो यो जस्तो कि यहाँ स्ट्रक्चर हेर्नुहुन्छ है ताबे मास छ भने ताबे तेसिमाउ हुने भयो तेसिमाउमा हैन अब च्याउ फर्ममा जाने ताबे च्याउ हुने भयो यहाँ कलर लाको हेर्नु त नोमिमास र यासुमिमास निमिबी त्यस्तो आउँछ भने चाहिँ देसिमाउ अनि त्यसलाई चाहिँ ज्याउमा परिणत हुन्छ है यो चाहिँ अलिक के चुकेर गरौँ अब ग्रुप 3 त के छ किमासको कितेसिमाउ किच्याउ सिमासको चाहिँ सितेसिमाउ सिच्याउ हुने भयो है ओके स्ट्रक्चर हल्का हेरौँ त इक्जाम्पल क्योदे सिकेनका वच्यात्ता आजबाट चाहिँ इक्जाम सकियो भन्ने जस्तो वच्यात्ता आफैमा सकिनु नै भन्ने मिनिङ हो च्यात्ता भने नि त्यही सकिनु नै भन्ने सेन्स आउने भयो त्यही लाग्यो है त है अर्को जाउँ देन्स्याका कोन्ज्यात्ते ओकुरेमास्ता रेल चाहिँ प्याक भएर ढिला भयो कोमिमास गयो यो खान्जी कोमिमास भनेको चाहिँ प्याक हुनु हो नि त क्राउड हुनु प्याक हुनु भन्ने जस्तो मिनिङ जाम हुनु भन्ने जस्तो मिनिङ हो सो ट्रेन चाहिँ ढिला भएर हैन ट्रेन चाहिँ पुरै प्याक भएको भएर ढिला भयो भन्न सकेको प्याक भयो भने के हुन्छ त भन्दाखेरि ओर्लिने उक्लिने मान्छेहरू धेरै हुन्छन् हैन ट्रेन ढिला हुन्छ हैन त्यस्तो सेन्स हो है यो चाहिँ अब अलिकति रिग्रेट भयो क्या कोन्ज्यात्ते कोमिमास भएर ट्रेन चाहिँ ढिला भयो भने चाहिँ अलिकति आफूलाई चाहिँ अलिकति नराम्रो फिलिङ्स आयो नि त त्यो भएर है त है अर्को जाउँ ते योकात्ता भन्ने फर्म हेरौँ राम्रो भयो भन्ने जस्तो सेन्स हो है पबको ते फर्म प्लस योकात्ता तामागो हो खाते किते योकात्ता अन्डा किनेर ल्याएको राम्रै भयो हैन त्यस्तो सेन्स हो क्या राम्रै भयो भन्ने सेन्स लास्टमा चाहिँ रिग्रेट होइन कि राम्रो भयो भन्ने सेन्समा है त खाजेको खान्छ है खाजे भने चाहिँ रुगाको के हो हैन खाजे रुगा भनौँ न खाजेगा नाओते योकात्ता रुगा ठिक भएको राम्रो भयो ठिक भएर राम्रै भयो त्यस्तो सेन्समा के
जस रुगा निको भएर राम्रै भयो भन्छौँ नि त्यस्तो सेन्समा है दे अर्को चाहिँ तेमो भन्ने ग्रामर यो पनि एकदमै युज हुने ग्रामर हुन् तापनि भन्ने यस्तो मिनिङ हो है यसको मिनिङ चाहिँ है भब एडजेक्टिभ नाउनको तेमो फर्म हो इचिबानको हेरौँ वातासी वा इकुरा ताबेते मो फुतोरा नाइ है म जतिसुकै खाए पनि मोटाउँदिनँ भन्ने यस्तो मिनिङ है खाए तापनि भन्ने यस्तो मिनिङ तापनिमा आयो अर्को पासोकोनगा होसिनोदे ताकाकुते म खाइमास कम्प्युटर चाहिँ चाहिएकोले महँगो भए तापनि किन्छु तापनिको रूपमा यसरी प्रयोग गर्न मिल्छ है त तेमो भन्ने फर्म है अर्को जाउँ तो भन्ने ग्रामर हो यो तो भन्ने चाहिँ भने भन्ने जस्तो लाग्छ सेन्टेन्सको बिचतिर है यो गर्यो भने त्यो हुन्छ भन्ने जस्तो सेन्स भने भन्ने जस्तो सेन्समा है त मिनिङ चाहिँ है अब टन्नै छ स्ट्रक्चर भन्दा पनि मिनिङमा जाउँ ओके फर्स्ट हेरौँ माइनिची गोहानो ताबेरु तो फुतोरिमास प्रत्येक दिन खाना खायो भने मोटाइन्छ सो भने भन्ने जस्तो सेन्समा है यसरी है जेएलपिटी गोखाको सिनाइतो सिगोतोगा मिचुकारिमासेन जेएलपिटी पास भएन भने काम भेटाउन सकिँदैन सो भने भन्ने जस्तो मिनिङ है यसरी प्रयोग गर्छ है तोको मिनिङ रको मात्रै मिनिङ होइन है यसरी ग्रामरको रूपमा यसरी प्रयोग गर्न मिल्छ है त है अर्को जाउँ तोइयु भन्ने है तोइयु भनेको चाहिँ भन्ने भन्ने जस्तो मिनिङ लाग्छ तोइयु भनेको चाहिँ नाउनसँग कुनै फ्रेज आउँछ होइन अनि तोइयु भन्ने लाग्छ मिनिङ ओके खानोजियोनी आइताई तोयु हितोगा इमास उनलाई भेट्न मन छ भन्ने मान्छे छन् भन्ने जस्तो मिनिङ है भन्ने भन्ने जस्तो सेन्समा है अर्को जाउँ सक्की तानाका तोयु हितोकारा देनवागा आरिमास्ता अघि तानाका भन्ने व्यक्तिबाट फोन आएको थियो तोयु भने भन्ने भन्ने जस्तो सेन्स है त है अर्को जाउँ तोयु कोतो तोयु भनेको भन्ने कोतो भनेको कुरा भन्ने कुरा त हो नि सहिले छ त है ओके फर्स्टको हेरौँ यामादा सेन्सेई वा गक्को यामेरु तोयु कोतो ओ सित्ते बिक्कुरी शिता यामादा सर चाहिँ स्कुल छोड्नु हुने भन्ने कुरा थाहा पाएर छक्क परे भन्ने जस्तो मिनिङ है भन्ने कुरा मिनिङ आयो है अर्को जाउँ खारेनी सिनियो सिनाइ होगा इ तोयु कोतो ओ वकात्ता उसलाई चाहिँ विश्वास गर्न हुँदैन भन्ने कुरा बुझे भन्ने कुरामै आयो त मिनिङ चाहिँ ठिक छ ओके अर्को नेक्स्ट छौँ चुजुकेरु भन्ने फर्म है चुजुकेरु खान्जी पनि याद गरौँ है यसको है जारी छ कन्टिन्यू छ भन्ने जस्तो मिनिङ हो क्या कन्टिन्यू त होइन चुजुकेरु भनेको मास फर्महरू छ अनि चुजुकेरु जोडिदिने हो जस्तो कि आमेगा जुत्तो फुरी चुजुकेते इरु है पानी चाहिँ लगातार पर्ने क्रम जारी छ लगातार परिरहेको छ भन्ने जस्तो मिनिङ हो है त्यस्तै अर्को छौँ सोनो सिगोतो यारी चुजुकेते कुदासाई त्यो काम चाहिँ जारी राख्नुहोस् भन्ने जस्तो मिनिङ है मास फर्महरू छ चुजुकेरु जोडिदियो त्यति मात्रै त शैली छ है अर्को जाउँ सानो चु र ते अथवा तोयु अघि तोयु भन्ने पढाएको थियो नि हामीले सेम त्यही नै हो यो सानो चु र ते भन्ने चाहिँ हानासीको तोबामा धेरै प्रयोग गर्छ भन्ने नै हो मिनिङ चाहिँ यो हानासीको तोबामा सानो चु र ते धेरै प्रयोग गर्ने भयो र यो पनि जानु है त एउटै कुरो मिनिङ भए चाहिँ तोयु नै हो मिनिङ यहाँ अघि तानाकासान ते हितोकारा देनवागा आरिमास्ता यो तानाकासान भन्ने व्यक्तिबाट फोन आएको थियो त्यही नै हो है नाउनसँग यसरी आउँछ जोडेर कोस्तोको तेसुपानी इत्ताकोतो आरिमास्का कोस्तोको भन्ने सुपरमार्केटमा जानुभएको छ अब यसमा तोयु भनेर जोड्दा पनि केही फरक पर्दैन एउटै हो है मिनिङ भए चाहिँ है अर्को जाउँ तो इत्ते इमास्ता भन्ने फर्म भनेर भनिरहेको थियो भन्ने जस्तो मिनिङ है फर्स्ट हेरौँ यामादा सान वा क्यो यासुमु तो इत्ते इमास्ता यामादा चाहिँ आज बिदा बस्छु भनेर भनिरहनु भएको थियो है है अर्को जाउँ खारे वा सिगोतोगा इसुगासी तो इत्ते इमास्ता उसले चाहिँ काम बिजी छ भनेर भनिरहेको थियो त्यो टाइप हो क्या है अर्को चाहिँ योतैदा भन्ने योतैको खान्जी पनि याद गरौँ है योतै भनेको चाहिँ कुनै प्लान छ कुनै सेड्युल छ भन्दाखेरि प्रयोग गर्ने अब ग्रामरले बुझ्दा पनि भयो एज अ भोक्याबुलरीले बुझ्दा पनि केही फरक पर्दैन है त अब डिक्सनरी भब भयो अनि नाउनको नो प्लस योतेदा भन्ने चाहिँ हुन्छ ओके फर्स्टको हेरौँ राइसिवा हरियोको सुरु योतेदा अर्को हप्ता चाहिँ ट्राभल गर्ने प्लान छ है त्यस्तो प्लान छ भन्ने यस्तो मिनिङ है नेक्स्ट हौ
खाइगी वा जिउजिकारा हाजिमारु योते देस मिटिङ चाहिँ 10 बजेबाट सुरु हुने शेड्युल छ त्यस्तो शेड्युल छ भने जस्तो मिनिङ है कुनै योतेहरुको बारेमा है अर्को चाहिँ यौदा भन्ने ग्रामर जस्तो छ भन्ने यसको मिनिङ लाग्छ भबको फुचुके भयो नाउनको नो भयो ना एडजेक्टिभको ना अनि इ एडजेक्टिभको इ एडजेक्टिभ प्लस यौदा भन्ने मिनिङ हो जस्तो कि क्यौवा आमेनो यौदा आज पानी पर्ला जस्तो छ यौदा जस्तो छ है अर्को चाहिँ खारेवा उरेसिकुना यौदा चाहिँ खुसी छैन जस्तो छ सो जस्तो छ को रूपमा लाग्छ है मिनिङ है मिताइदा भने जस्तै सेन्स हो यो चाहिँ अब खाकी कोतोबामा धेरै प्रयोग गर्छ यहाँ लेखाइमा त्यही नै हो है अर्को चाहिँ यौनी नारु भन्ने फर्म है यौनी नारुको मिनिङ हुन्छ सक्ने होइन्छ भन्ने जस्तो मिनिङ क्या सक्ने हुन्छ यौ फर्ममा आउनुपर्छ है यौ फर्म यौनी नारु है यात्तो जितेन्सिया नि नोरेरु यौनी नारिमास्ता ओके बल्ल साइकलमा चढ्न सक्ने भए भन्ने जस्तो मिनिङ क्या त्यस्तो बने भन्ने जस्तो मिनिङ हो त सक्ने होइन्छ भन्ने अब यो चाहिँ पास्ट फर्ममा आयो सक्ने भए भन्ने जस्तो मिनिङ भयो है है नोरेरु यौनी नारिमास्ता ओके अर्को हेरौँ ताकुसान रेन्स्यु है रेन्स्यु प्र्याक्टिस रेन्स्यु सुरेबा निहोङ्गो हानासेरु यौनी नारु है धेरै प्र्याक्टिस गर्यो भने जापानिज भाषा चाहिँ बोल्न सक्ने होइन्छ सो सक्ने होइन्छ यौनी नारु है त है त्यस्तै अर्को चाहिँ यौनी सुरु अथवा यौनी स्थितिहरू एउटै हो कुरो गरिरहेको छु आई ट्राई टु डु समथिङ डट डट भन्ने यस्तो मिनिङ हो जस्तो कि फर्स्टको हेरौँ क्यो खरा ताबाको हो सुवाना योनी स्टेमास योनी सिमास है आजबाट चाहिँ चुरोट नपिउने गरी ट्राई गर्छु त्यस्तो गरिरहेको छु त्यस्तो मिनिङमा आउने हो क्या आई ट्राई भन्ने यस्तो मिनिङ हो है अर्को चाहिँ माई आशा रोकुजिनी ओकिरु यौनी स्टेमास प्रत्येक बिहान चाहिँ 6 बजे उठ्ने गरिरहेको छु उठ्ने ट्राई गरिरहेको छु उठ्ने गरिरहेको छु त्यस्तो सेन्स हो क्या है अर्को चाहिँ यो तो ओमौ मा जस्तो लाग्छ गरौँ जस्तो लाग्छ त्यस्तो मिनिङ त हो नि प्लानिङ टु क्या समथिङ प्लानिङ टु है भबको यो फर्म प्लस तो ओमौ हो है फर्स्टको हेरौँ अमेरिका ए रिउगाको सियो तो ओमोतेमास अमेरिकातिर चाहिँ स्टडी गर्न जाउँ जस्तो लागिरहेको छ प्लानिङ गरिरहेको के आफै प्लानिङ गरिरहेको त्यस्तो गरौँ जस्तो लागिरहेको छ त्यस्तो मिनिङमा है अर्को चाहिँ कोतोसी जेएलपिटी ओ उकेयो तो ओमोइमास यो वर्ष चाहिँ जेएलपिटी दिउँ जस्तो लागिरहेको छ है अर्को चाहिँ जेही भन्ने फर्म है जेही भन्ने मिनिङ वाइज बुझ्दा पनि केही फरक पर्दैन जसरी नि भन्ने यस्तो मिनिङ लाग्छ फ्रेज आउनुपर्छ कुनै प्लस जेही हो जस्तो कि निहोन्नी कितारा जेही रेन्डाकुसितेको दसाई जापान आएपछि जसरी नि कन्ट्याक्ट गर्नुहोस् भन्ने यस्तो मिनिङ है जेही जसरी नि भन्ने यस्तो सेन्स लाग्छ त्यसको चाहिँ त है अर्को चाहिँ जेही स्युकुदाई हो सितेको दसाई जसरी नि होमवर्क चाहिँ गर्नुहोस् भन्ने यस्तो मिनिङ है जसरी नि होमवर्क गर्नुहोस् है अर्को चाहिँ जुराई भन्ने फर्म हो जुराई भनेको चाहिँ निकुई भने जस्तै सेन्स हो गाह्रो छ भन्ने यस्तो मिनिङमा आउँछ भबको मास फर्म हट्ने जुराई जोडिदिने है त्यति मात्रै हो ओके सोन्ना कोतो खानोज्यो नि इ जुराई त्यस्तो कुरा चाहिँ उनलाई भन्न गाह्रो छ भन्ने यस्तो मिनिङ है गाह्रो छ नै मिनिङ है हानासी निकुई भने जस्तै सेन्स होइन इ निकुई भने जस्तै सेन्स हो है अर्को चाहिँ कोनो खान्जी वा ओबय जुराई देस यो खान्जी चाहिँ सम्झिन अलिक गाह्रो छ भन्ने यस्तो मिनिङ है सम्झिन गाह्रो छ इ जुराई के अरे ओबय जुराई है नेक्स्ट चाहिँ योरी डडडट नो होगा भन्ने ग्रामर है के होला त भन्दा चाहिँ भन्ने यस्तो मिनिङ योरी भनेको भन्दा नो होगा भनेको चाहिँ चाहिँ हो है नाउन 1 आउँछ योरी भयो नाउन 2 नो होगा भन्ने मिनिङ हो फर्स्टको हेरौँ वातासी वा गोहान योरी पान नो होगा सुकिदेस मलाई खाना भन्दा चाहिँ ब्रेड चाहिँ मनपर्छ भन्ने यस्तो मिनिङ खाना भन्दा ब्रेड चाहिँ मनपर्छ त्यस्तो सेन्स है भन्दा चाहिँ भन्ने मिनिङले त्यस्तै अर्को चाहिँ वातासी योरी इमोतो नो होगा सेगा ताकाई देस म भन्दा बहिनीको हाइट चाहिँ अग्लो छ भन्दा चाहिँ को फर्ममा यसरी प्रयोग गर्यो है अर्को चाहिँ नाइतो भन्ने ग्रामर यो भने चाहिँ नगरी हुँदैन भन्ने जस्तो मिनिङ हो नाइतो इकेमासेन भन्ने यो यान 5 मा थियो नाकेरेबा नारानाई भन्ने नि यान 5 मा थियो त्यसकै सर्ट भर्जन यो हो पोलाइट भर्जन चाहिँ होइन है
फुचुके जस्तो साउन्डले बुझ्दा हुन्छ यसलाई है नगरी हुँदैन नगरे त भन्ने जस्तो सेन्समा है भबको नाइ फर्म प्लस तो जोड दिने हो ओके फर्स्ट हेरौँ योरु जिउनिजी दाखरा मो नेनाइ तो रातको 12 बजेकोले अब नसुती हुँदैन अब नसुती त भन्ने जस्तो सेन्समा के अर्को चाहिँ हायाकु इकानाइ तो चाँडै नगई हुँदैन चाँडै नगई त भन्ने जस्तो मिनिङ के हायाकु ताबेनाइ तो हैन हायाकु इकानाइ तो सो त्यस्तो अवस्थामा यसरी नाइ तो इकेमासको सर्ट फर्म हो है त्यति मात्रै हो नगरी हुँदैन भनेर बुझ्दा केही फरक पर्दैन त्यति बुझ्नु होला है त है नेक्स्ट हो नासाई भन्ने फर्म है नासाई गर नगर भन्दाखेरि प्रयोग गर्ने आफूभन्दा सानो मान्छेलाई चाहिँ नर्मली प्रयोग गर्छ जस्तो कि टिचरले चाहिँ काक्सेलाई हैन आफ्नो बाउ आमाले चाहिँ छोरछोरीलाई त्यसरी प्रयोग गर्न मिल्छ गर अथवा नगर भन्ने जस्तो सेन्स आउँछ यसको है भबको मास फर्मबाट छ नासाई जोड दिने हो जस्तो कि फर्स्ट हेरौँ मोजीको खाँचे मोजी भनेको शब्दहरू हो मोजी ओ किरै नि खाकी नासाई शब्दहरू चाहिँ सफासँग लेख है त्यस्तै अर्को छौँ हायाकु खाइरी नासाई चाँडै फर्क यस्तो अवस्थामा प्रयोग गर्यो है ओके अब अर्को चाहिँ यो चाहिँ स्ट्रक्चरहरू है लास्टमा यसो यो चाहिँ स्क्रिनसट लिँदै पढ्दै गर्दा पनि केही फरक पर्दैन यो चाहिँ खानौके हो है पोटेन्सियल फर्म क्यान फर्म है मास फर्ममा र यो जिसो केही अनुसार छुट्याइदिएको छु इ मास भनेको भन्नु हो नि त भन्छु भन्ने जस्तो मिनिङ हो होइन ए मास भनेको भन्न सक्छु भन्ने जस्तो मिनिङमा गयो अब यसको युको इएरुमा जाने भयो है खानौके यो जिसो फर्म केही चेन्ज गर्दाखेरि ग्रुप 1 ग्रुप 2 ग्रुप 3 अनुसार छुट्याइदिएको छु यो चाहिँ सक्नु भन्ने यस्तो मिनिङले बुझ्नुहोस् त्यही नै हो है यो चाहिँ बनाउने तरिकाहरू हो अब ग्रुप 1 को छ भने अगाडिको मासभन्दा अगाडिको साउन्डलाई चाहिँ ए साउन्डमा लगिदिने हो है त्यति मात्रै हो अब ग्रुप 2 छ भने सहिले छ मास हटाएर रारे मास मात्रै जोडिदिने हो है ग्रुप 3 को सी मासको देखि मास कि मासको कोरारे मास हो त्यति हो है त्यस्तै अर्को चाहिँ उकेमी उकेमीको प्यासिभ फर्म हो गरिन्छ भन्ने जस्तो मिनिङमा जान्छ इ मास भने इवारे मास आ साउन्डमा लाने अनि के रेमास जोडिदिने हो यसको है सबै नाकी मास नाखारे मास होइन युआरे मास भनेको भनिन्छ नाकारे मास भनेर रुलाइन्छ होइन हानासारे मास भनेको बोलिन्छ होइन कुरा गरिन्छ त्यस्तो मिनिङ यो मारे मास भनेको पढिन्छ त्यस्तोमा गयो है अब ग्रुप 2 को शैली छ है मास हटायो रारे मास जोडिदियो ग्रुप 3 को त दुईटा मात्रै हो कन्ठ गर्दा भइहाल्यो है शैली छ प्यासिभ भइसक्यो यो चाहिँ अर्को चाहिँ त्यो सिएकिबी यो चाहिँ कजिटिभ फर्म हो गर्न लगाउनु भन्ने जस्तो मिनिङ हो इ मास भनेको भन्नु हो होइन इवासे मास भनेको भन्न लगाउनु होइन भनाउनु भन्न लगाउनु भन्ने जस्तो मिनिङ गयो नाकासे मास भनेको रुलाउनु भन्ने जस्तो मिनिङ गयो हानासासे मास भनेको कुरा गर्न लगाउनु भन्ने जस्तो मिनिङ भयो यो पनि अब स्ट्रक्चर अनुसार ग्रुप 1 ग्रुप 2 ग्रुप 3 अनुसार बनाउने तरिका पनि फरक छ मिनिङ त सबैको त्यही नै हो है त्यही अनुसार बुझ्नु होला है यो बनाउने तरिकाहरू अब स्क्रिनसट लिँदै आफै पनि ट्राई गर्दै अरू भबहरू पनि ट्राई गर्दै गर्दाखेरि सबसे बेटर हुन्छ है अर्को चाहिँ बा फर्म है बा अथवा नारा फर्म हो यो अब ग्रुप 1 ग्रुप 2 ग्रुप 3 अनि एडजेक्टिभहरू पनि आउँछ एडजेक्टिभ अथवा नाउनहरू पनि आउँछ यो बनाउने तरिकाहरू बनाएको छु अनि नाइ फर्मलाई पनि चेन्ज गर्ने तरिकाहरू पनि बनाएको छु है मिनिङ भन्छ भएमा गरेमा त्यसरी जाने हो यु भन्छ इ बा भन्यो भने भन्ने जस्तो मिनिङ भयो भनेमा अथवा भन्यो भने भन्ने जस्तो सेन्समा होइन हानासेबा भनेको कुरा गर्यो भने कुरा गरेमा त्यसरी बुझ्दा हो यी एडजेक्टिभ छ है अब यासुई छ भने यासु केरेबा होइन सस्तो भएमा त्यस्तो मिनिङमा गयो नाइ फर्ममा ल्याउँदा चाहिँ युवानाई छ भने युवाना केरेबा होइन नभनेमा भन्ने यस्तो सेन्समा गयो हानासानाई भने हानासाना केरेबा कुरा नगरेमा भन्ने यस्तो सेन्समा गयो है यसरी बुझ्दा हुन्छ है त बनाउने तरिकाहरू पनि राम्रोसँग जानौँ लास्टमा यो फर्म हेर्नु मास्यो फर्म नै हो गरौँ भन्ने यस्तो सेन्स हो मास्यो फर्म चाहिँ अब पोलाइट जनाउने भयो है अब यो फर्ममा टुङ्गाइदियो भने चाहिँ अब अरू ग्रामरहरू बनाउने पनि हुन्छ यो फर्म लगाएर होइन अघि हामीले पनि पढाएको थियौँ यो फर्म सो अब यो मास्यो फर्मकै मिनिङ हुन्छ है यो चाहिँ अब सर्ट फर्ममा यतिकै छोडिदियो भने चाहिँ सर्ट फर्म भन्छ यो केही जस्तो सेन्समा आउँछ पोलाइट फर्म चाहिँ होइन पोलाइट फर्म चाहिँ मास्यो फर्म नै हो है जस्तै जिसो केहीको यो यु छ भने इ औमा गयो औ फर्ममा जान्छ क्या ग्रुप 1 चाहिँ सबै है यो मौ पढौँ होइन नोमो पिउँ होइन अब ग्रुप 2 को चाहिँ मिरु छ भने मियौ रु हटाइदियो यो जोडिदियो त्यो ताबेयो खाउँ होइन ओकियो उठौँ नेयो सुतौँ सुरुको सियो गरौँ कुरुको कोयो जाउँ कि आउँ होइन त्यस्तो सेन्समा प्रयोग गर्नु मिल्यो है त हो ओके यो स्ट्रक्चरहरू पनि राम्रोसँग याद गर्दा बेटर स्क्रिनसट लिँदा हुन्छ है
ओके लगभग N4 को ग्रामर यति नै हुन् राम्रोसँग जान्नु दोहोऱ्याइतिर हेर्नुभयो भने बेटर हुँदै जान्छ है एकैचोटि सकिँदैन एटलिस्ट मिनिङ चाहिँ राम्रोसँग गेट गर्न सक्नुभयो भने अरू भनेको बिस्तारै बिस्तारै बुझिँदै जान्छ क्या कुनै कुनै त मैले भनेको थिएँ स्ट्रक्चर कन्ट्रोल नगरी हुँदैन भनेर भने त्यसलाई चाहिँ स्ट्रक्चर कन्ट्रोल गर्नै पर्यो होइन अरूहरूलाई चाहिँ त्यस्तो धेरै टेन्सन लिनु पर्दैन स्ट्रक्चर एटलिस्ट मिनिङ चाहिँ राम्रोसँग जान्ने प्रयास गर्नु होला है ओके नयाँ हुनुहुन्छ नि मेरो युट्युब च्यानल सब्सक्राइब गर्न नभुल्नु है त ओके थ्याङ्क यू फर वाचिङ